यो वर्ष कक्षा 10 मा पढिरहनुभएका प्रिय छोराछोरीहरू पढाइ कस्तो भइरहेको छ? मलाई थाहा छ पढाइ राम्रै भइरहेको छ। निशुल्क अनलाइन कक्षामा गुन्जा फाउन्डेसनले एम्बिसन गुरुको एप मार्फत निशुल्क रूपमा देशैभरिका प्रिय छोराछोरीहरूको लागि कक्षा त दिनै रहेको छ, जोडी पनि रहेको होला। साँच्चै अस्ति भर्खर सेसनमा गएर मैले भनेकी थिएँ स्पिक इन इङ्ग्लिसमा किन जोडिनुपर्छ र छात्रवृत्ति पाउनको लागि कसले के गर्नुपर्छ पनि भनिसकेको छु। प्रिय नानी बाबुहरू त्यहाँ पनि जोडिनु होला है। र सँगसँगै एसईई पछि के गर्ने त? कक्षा 9 मा पढिरहेका, कक्षा 10 मा पढिरहेका, 9 र 10 मा पढिरहनुभएका आदरणीय अभिभावकज्यूहरू त अन्य कक्षाकाहरू पनि जो जति हुनुहुन्छ, तपाईको छोरा र छोरीलाई भविष्यमा के बनाउन मन छ अनि तिमीहरूलाई चाहिँ के बन्न मन छ, त्यसका लागि म के गर्ने भनेर युट्युबमा मैले याङजम शेर्पा सब्स्क्राइब गर्नु है। त्यहाँ हेर्नु, सब्स्क्राइब नगरे पनि केही फरक पर्दैन, तर हेर्नु, बुझ्नु, आफ्नो जिन्दगीको लक्ष्य चाहिँ आफै प्राप्ति गर्नको लागि आफै निर्धारण गर्नु भनेर भनेकी नै थिए। त्यसैले पनि निरन्तर रूपमा काठमाडौँ बसुन्जेलसम्म विज्ञ व्यक्तित्वहरूलाई बोलाएर कुराकानी गर्ने गरेकी छु। अहिलेको एपिसोड पनि रहेको छ। प्रिय नानी बाबुहरू लाइभ सेसनमा जाँदा भनेका थियो के बन्न मन छ, डक्टर 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 डक्टर, कति धेरैजनाले डक्टर बन्ने सपना रहेको जानकारी गराएको थियो। त्यसैले मैले त्यो लाइभ क्लासमा आउँदा जुन तपाईँहरूले भन्नुभएको डक्टर बन्न मन छ भन्ने प्रिय नानी बाबुहरूका लागि अनि अभिभावकज्यूहरू जसले छोरा र छोरीलाई डक्टर बनाउन मन छ उहाँहरूका लागि समर्पित आज मैले एकजना डक्साफलाई बोलाएको छु। उहाँ हुनुहुन्छ टिचिङ अस्पतालका पनि एसोसिएट प्रोफेसर डाक्टर हुनुहुन्छ है, बाल शल्य चिकित्सक हुनुहुन्छ र युनिट चिफ पनि हुनुहुन्छ उहाँ। अब उहाँले कहाँ पढ्नु भएको रहेछ, कसरी नाम निस्केको रहेछ, पढ्नका लागि के कुरा आवश्यक पर्छ, कति खर्च लाग्छ, समय कति लाग्छ, पढिसकेपछि के हुन्छ, आज बाल रोग विशेषज्ञ भइसकेपछि के कुराहरू चुनौतीहरू पनि छन् नि त होइन, त्यहाँसम्म पुग्न के गर्नुपर्ने रहेछ भन्ने विषयमा समग्र कुराकानी गर्नेछौँ, तर छोटो मिठो गर्नेछौँ। त्यसैले म स्वागत गर्न चाहन्छु, उहाँ डाक्टर हुनुहुन्छ, डाक्टर दिनेश कोइरालालाई स्वागत गर्छौँ है त। डाक्टर साहब स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद योन्जन म्याम। म चाहिँ डाक्टर दिनेश कोइराला हुँ। अहिले म बाल शल्य चिकित्सकको रूपमा त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटलमा काम गरिरहेको छु। मलाई यो कार्यक्रममा बोल्ने मौका दिएकोमा हजुरलाई धेरै धन्यवाद। डाक्टर साहब, प्रिय छोराछोरीहरू, टिचिङ अस्पतालको कसैले पनि बालबालिकाहरूको कसैले पनि निरोगी बनुन् मेरो शुभकामना छ म अर्की आमाको। तर टिचिङ अस्पतालमा बाल विशेषज्ञको रूपमा उहाँ हुनुहुन्छ। डाक्टर साहब, अब मेरा बालबालिकाहरूलाई, मेरा छोराछोरीहरू देशैभरि रहेकाहरूलाई होइन हजुर जस्तै बन्ने सपना हुनसक्छ। त्यसैले म अलिकति तपाईँको विस्तृत रूपमा, हजुरको नाम त डाक्टर दिनेश कोइराला भइ नै हाल्नुभयो, हजुरको घर कहाँ हो? मेरो घर चाहिँ पोखरा। तपाईँ कति सालको एसएलसी? म 2057 को एसएलसी। बोर्डिङ स्कुल पढ्नुभयो कि सरकारी? मैले बोर्डिङ नै पढेँ, तर त्यतिखेर त्यति राम्रो बोर्डिङ चाहिँ थिएन, ठिकैको थियो। एसएलसी सके पछाडि तपाईँको सानो छँदै यो डाक्टर बन्ने सपना थियो कि? मेरो एसएलसी दिएपछि चाहिँ थिएन है। मेरो मम्मी भनौँ न, आमा चाहिँ अलि सोसियल वर्कर भएको हुनाले समाजमा चाहिँ महिला सम्बन्धी एकदम काम गर्ने, अनि बाहिर जाँदा चाहिँ मेरो छोरो डाक्टर होस् भन्ने उहाँको इच्छा रहेछ, मनमा लुकेको इच्छा। अनि मैले जब एसएलसी पास गरेँ, एससी पास गरेँ, पास गरेपछि आमाले भन्नुभयो सबै पोखराका मान्छे धेरै विदेश जान्छन्, त देशमै बसेर केही गर्न सकिस् भने राम्रो हुन्थ्यो। सबैको बाबुआमाको भनौँ न, गाउँघरका सबै बाबुआमाको इच्छा चाहिँ छोरो डाक्टर बनोस् अथवा छोरी डाक्टर बनोस्, इन्जिनियर्स भन्ने इच्छा छ। मेरो पनि मनमा लुक्या छ, छोरो पुरा गर्छस् भनेर सोध्नु भएको थियो। त्यो मनले मेरो मन एकदम कटक्क खायो। अनि अब सबै भाइ बहिनीहरूलाई पनि थाहा छ, अब एसएससी पास गरेपछि हायर एजुकेसन गर्ने बेलामा कुन फिल्डमा जाने भनेर चुज गर्नुपर्ने हुन्छ। अनि त्यो चुज गर्दाखेरि अब कहिले कमर्स हुन्छ, कहिले चाहिँ साइन्स हुन्छ। आमाको त्यही एउटा मनले मलाई कटक्क खाएर मैले साइन्स चुज गरेँ। र आज भने मसँग डाक्टर साहब आउनु भएको छ। मैले डाक्टर साहबलाई समय लिए, एकदमै व्यस्त हुनुहुन्छ तर पनि समय दिनुभयो, किनभने म कक्षा 10 का विद्यार्थीलाई, गाउँ बस्तीका छोराछोरीहरूलाई भेट्दै हिँडिरहेको छु भनेपछि पक्कै पनि यो म्यामले बोलाउनु भएकोमा जानुपर्छ भने हजुर आइदिनु भयो, त्यसका लागि म एकदमै आभारी छु। र अब अहिले आएर कुरा भयो डाक्टर साहबको आमालाई चाहिँ हार्दिक के भन्ने अब ढोग छ होइन, किनभने आमा चाहिँ सामाजिक मनको हुनुहुँदो रहेछ। त्यसैले आमाले चाहिँ समाजमा काम गरिरहँदाखेरि पोखराका धेरै छोराछोरी विदेश गए, छोरा चाहिँ यहीँ बसेर केही सेवा गरोस् भन्ने भावले डाक्टर पढाउनलाई तपाईँले ठुलो हिम्मत र आँट गर्नुभयो र छोराले पनि पढ्नुभयो, बुबाहरूको परिवारको पनि साथ रह्यो। त्यसैले पनि एकपटक सम्पूर्ण परिवारप्रति पनि हामी चाहिँ हार्दिक के भन्छ अब आभार प्रकट गर्नै पर्छ होइन। त्यसैले डाक्टर साहब, अब 11-12 कलेज कहाँ पढ्नुभयो?
मैले यहाँ निस्ट निस्टमा पढ्नुभयो। लैनचौर काठमाडौँमा पढेँ। त्यतिखेर अब पोखरामा के थियो भने धेरैको लहर विदेश जाने थियो। अनि मलाई आमाले भनौँ बाबाले के भन्नु भने पैसा खर्च भयो हुन्छ, तैँले अलि राम्रो साइन्स कलेजमा पढिस् भने नेपालमै बस्छस् कि भनेर उहाँहरूले निस्ट चुज गर्नुभयो। निस्ट किन चुज गर्नुभयो भने त्यतिखेर हाम्रो बेलामा बाहिरको सबैभन्दा धेरै विद्यार्थी पढ्ने कलेज भनेको निस्ट थियो। निस्टमा हामी 400 जना थियौँ। अरू प्राइभेटहरू टन्न थिए, तर भनौँ न ठिकै लेभलको बाहिरको विद्यार्थीहरू आएर पढ्ने सहज सुलभ विद्यालयको रूपमा। हजुर, क्वालिटी एजुकेसन पनि थियो त्यो बेलामा भन्ने सुनिन्थ्यो। एकदम हामी त त्यहाँ कस्तो थियो नि, दिउँसो के अरे बिहान के अरे दिउँसो सरकारी स्कुल चल्थ्यो, मर्निङमा चाहिँ हाम्रो +2 चल्थ्यो क्या निस्ट। अहिले तको बिल्डिङ थिएन त्यतिखेर। क्वालिटी एजुकेसन पूर्वाधार ठिकै। अब अरू प्राइभेटको लेखिएको त्यस्तो राम्रो थिएन, तर हामी बाहिरको मान्छे आएर पढ्नको लागि चाहिँ त्यो बेलामा त्यो कलेज एकदमै राम्रो थियो। फाइनेन्सियली पनि राम्रो अनि सपोर्टिभ भनौँ न। बाहिरको मान्छेलाई आएर काठमाडौँमा बसेर एउटा डेरा लिएर पढ्दाखेरि चाहिँ। डाक्टर साहबलाई रोकिहालेँ मैले। सबैभन्दा पहिला पोखराबाट काठमाडौँ आउनु भएर कहाँ बस्नुभयो? म लैनचौरमा चाहिँ कोठा लिएर बस्नु? एक्लै बस्नुभयो? एक्लै। खाना आफै पकाउनुहुन्थ्यो? खाना आफै पकाएर। कोठा भाडा कति थियो सुरुमा? मेरो विचारमा त्यतिखेर 1500 कि 1600 कति थियो। घरबेटी कस्तो हुनुहुन्थ्यो? अब त्यो कुरा ठिकै हुनुहुन्थ्यो। अब त्यो बेलाको हामी सबैलाई बाहिरबाट आएको मान्छेलाई थाहा होला, अहिले अलि सिस्टम चेन्ज थियो। तर त्यतिखेर मलाई सबैभन्दा दुःख लाग्ने के भने सबैसँग मोबाइल हुन्थेन, घरबाट फोन गर्नुहुन्थ्यो। अनि ल्यान्डलाइन थियो। अनि ल्यान्डलाइनमा फोन गर्दाखेरि एक त अब अलिअलि झर्किनुहुन्थ्यो होइन फोन किन। अब बाबुआमाले छोरा बाहिर पठाएछ काठमाडौँमा, अनि केही लामो कुरा गर्न खोज्यो भने छुट्याउनुहोस् मेरो फोन आउँछ भन्ने हुन्थ्यो। त्यसले चाहिँ अलिकति पीडा चाहिँ। त्यो मात्रै होइन, बेलुका किन ढिलो आयो, बत्तीको बिल, टोइलेट धेरै नचलाऊ, पानी धेरै गयो, समयमा भाडा देऊ, साथी धेरै नल्याऊ होइन, केही गाडाङगुडुङ यताउति पाक्यो ओर्यो भने के भयो भने के हो भन्ने खालको प्रश्नहरू। यो विषयमा चाहिँ डाक्टर साहब म एकदम धेरै खुसी छु। हिजो एकजना माननीयज्यूले सदनमा यही कुरा उठाइराख्नु भएको थियो। कोठा भाडा तिरेर यसरी बसिरहेकाहरूको लागि चाहिँ यो समस्या छ भनेर उठिरहन्थ्यो। किनभने हामी पनि त्यही परिस्थिति झेलेर आएको र मैले त्यो कुरा सोध्न मन लाग्यो। प्रिय नानी बाबुहरू, मैले भन्छु नि कक्षा 10 सकेर 11 र 12 नजिकैको कलेजमा पढ है, बजार आउनु पर्दैन। दिउँसो चाहिँ बिहान र बेलुका चाहिँ मैले अहिले के भन्ने गरेको छु भने बिहान र बेलुका जस्तो दिउँसो डे कलेज भने डे त्यहीँ ध्यान दिएर पढ, अनि मर्निङ गयो मर्निङ नै त्यहाँ ध्यान दिएर पढ, अनि कम्तीमा बेलुका चाहिँ अनलाइनबाट A1 क्लासहरू छन् त यहाँ काठमाडौँबाट, क्वालिटीको एम्बिसन गुरुकै पनि छ होइन। अब आखिरी 12 सम्म सकिँदा त त्यहीँ बसेर पढे हुन्छ नि त। तर अब तपाईँ चाहिँ आउनुभयो निस्ट कलेज पढ्नको लागि, त्यो पनि खुसीकै कुरा हो। आजको दिनमा आएर निस्टमा नपढ्नु भएको भए होइन हामीले डाक्टर दिनेश भनेर भेट्न पनि पाउने थिएनौँ होला। त्यो अवश्य मैले कुनै अर्को कलेज पढेको भए म नेपालमा हुनुहुन्थेन है। त्यसैले निस्ट कलेजको सम्पूर्ण उहाँहरूप्रति पनि थ्याङ्कफुल हुनैपर्छ होइन। त्यति बेला तपाईँ चाहिँ डाक्टर बन्नलाई जस्तो अब आमाको चाहना थियो, त्यसपछि तपाईँले पनि त्यसमा अब त्यही अनुसारको इच्छा लगनशीलता तपाईँ लाग्नुभयो। तपाईँ 9-10 हुँदाखेरि कस्तो विद्यार्थी हुनुहुन्थ्यो? म विद्यालयमा सबैभन्दा राम्रो हो। मैले मेरो विचारमा मैले जाने अनुसारले म सेकेन्ड नभएको, सधैँ पढ्ने। अब घर नजिक नै स्कुल थियो, स्कुलबाट जाने आउने गर्थेँ र पढाइ मेरो राम्रो थियो है। तर त्यतिखेर जब मेरो चाहिँ डाक्टर बन्ने इन्जिनियर बन्ने थिएन, तर कक्षामा चाहिँ फर्स्ट। ओके प्रिय नानी बाबुहरू, मैले मोटिभेसन सेसनमा भन्छु नि कक्षामा प्रथम त्यतिकै भइएको हुँदैन, अलिकति बढी मेहनत गरेरै पढ्नुहुन्थ्यो होइन, बुझ्नु भएको थियो, मेहनत गर्नुहुन्थ्यो अरूभन्दा होइन। तपाईँको 9 र 10 मा पढ्दाखेरि कुन विषय चाहिँ तपाईँको अलिक बढी तपाईँलाई चासो लाग्ने र तपाईँको राम्रो थियो? मलाई चाहिँ इङ्ग्लिस राम्रो लाग्थ्यो। किनभने विद्यालयमा बाहिरबाट आउनुहुन्थ्यो, पोखरामा अलिक टुरिस्ट भएको हुनाले भोलिन्टियर गर्ने टिचरहरू आउनुहुन्थ्यो विदेशबाट, अनि उहाँहरूले चाहिँ हामीलाई इङ्ग्लिस पढाउनुहुन्थ्यो। अनि जुन ट्रेडिसनल टिचरले पढाउने भन्दा त्यो उहाँहरूले पढाउने तरिका अलिक फरक हुन्थ्यो कि। बुझाइ घोकाउने भन्दा पनि बुझाउनेको तरिकाले हामीलाई सिकाउनुहुन्थ्यो, खेलाएर पढाउनुहुन्थ्यो। त्यही भएर मलाई चाहिँ अलिकति साइन्समा मेरो इन्ट्रेस्ट थिएन, तर इङ्ग्लिसमा मेरो चाहिँ इन्ट्रेस्ट थियो। पछि कसरी साइन्समा फेरि तपाईँले इम्प्रुभ गर्नुभयो? अनि मलाई त्यही हो, मैले एसएलसी भनौँ एसएससी दिँदाखेरिन्जेलसम्म पनि म डाक्टर बन्छु भन्ने थिएन मेरो। त्यही भएर जिल्लामा इङ्ग्लिसमा सेकेन्ड हाइएस्ट आएको थियो 97। त्यो बेलामा इङ्ग्लिसमा सबैभन्दा राम्रो ल्याउने विद्यार्थी मध्ये कास्की जिल्लाकै नै म थिएँ। अनि आमाको रहर भनौँ। अनि काठमाडौँ आएपछि
त्यो एउटा फ्रेन्ड सर्कलले एकदम इफेक्ट गर्छ। किनभने हामी सबै नेपालको विभिन्न जिल्लाबाट मध्यम स्तरको विद्यार्थी आएर पढेपछि सबैको दिमागमा चाहिँ होइन हामीले राम्रो गर्नुपर्छ, पढ्नुपर्छ। त्यति धेरै साथीहरू विदेश जाने थिएन हाम्रो कलेजमा। अब जस्तै अहिले मसँगै पढेको एकजना साथी अहिले विराटनगरकोमा स्वास्थ्य सचिव हुनुहुन्छ। सबैजना हजुर नेपालमै रहेर विभिन्न ठाउँमा चाहिँ हुनुहुन्छ। 9-10 मा साइन्स प्रति त्यति चासो नभएको व्यक्ति पनि 11 र 12 मा साइन्स लिएर ध्यान दिएर पढ्यो भने पनि डाक्टर बन्न सकिँदो रहेछ हैन त? हो एकदम एक्ज्याक्टली। हजुरले जुन मोटिभेसन गरिराख्नु भएको छ नि त्यो इम्पोर्टेन्ट हो। किनभने लाइफमा म 9-10 मै यो बन्छु भनेर कहिले पनि हुँदैन। आफ्नो मोड लाइफले कसरी मोड लिन्छ त्यही अनुसारले आफ्नो इन्ट्रेस्ट आफ्नो मेहनतले हो। अब जब बुझिन्छ म यो गर्छु भनेर आफ्नो भित्रैदेखि अन्तरात्मामा आउँछ नि अनि मान्छे त्यतातिर लक्षित हुन्छ। मलाई पनि त्यस्तै भयो। म अंग्रेजी पढ्ने अब त्यतिखेरसम्म म विदेश जाने थिएँ। 11-12 मा आएपछि अनि साइन्स इन्ट्रेस्ट भयो, साथीभाइको त्यही भयो, सर्कलले भयो। अनि यो गर्यो भने राम्रो हुन्छ भविष्यमा, देशलाई केही गर्न सकिन्छ भन्ने हिसाबले नै अनि त्यसपछि चाहिँ यता मेडिसिनमा लाग्यो। ओके। 11-12 साइन्स लिएर पढ्ने बेलामा कतिको मेहनत गर्नुभयो? मेहनत त गरियो। पोखराको मान्छे घरमा आएर बसेर डेरामा बसेर आफैले पकाएर खाएर जन्डिस हुन्थ्यो, कहिले पानी हुन्थेन, जारको पानी थिएन, फिल्टर गरेर तताउनु पर्थ्यो, बिरामी परिन्थ्यो। मेरा कतिपय साथीहरू स्याङ्जाका कता पर्वतका साथीहरू हामी पढ्दा त्यही बेडमा लडेको पनि छ के। एकअर्कालाई थाहा नभएको भए हामी हुन्थेनौँ। अब पढ्नु पर्यो, प्रेसर के छ, आफ्नो ठाउँ छोडेर आएछौँ, पढ्नु पर्यो, एउटा लक्ष्य ल्याएछौँ। त्यो लक्ष्य लिँदाखेरि पढ्दाखेरि अब पढ्न बाहेक त अरू केही पनि छैन, मेहनत बाहेक त अरू केही छैन। अनि पढ्दा अब आफूले पकाएर खाने कहिलेकाहीँ नजिक बस्ने साथीहरू भेट्दाखेरि ढलेर पनि बसेको छौँ। किनभने त्यो भनौँ न त्यतिखेर खानपिन नमिलेर होस्, कहिलेकाहीँ पानी नमिलेर हो। हाम्रो त्यतिखेर पानीको एकदम समस्या थियो। 11-12 मा नतिजा कस्तो आयो? पछि राम्रो आयो। एकदम मेहनत गर्नुभयो। इङ्ग्लिसमा इच्छा भएको व्यक्ति चाहिँ पछि साइन्स लिएर पढ्दाखेरि पनि कसरी तपाईँले फेरि आफूलाई त्यता फोकस गराउनु भयो? यस्तो भयो, खास के भयो भने साइन्स पढ्दाखेरि अलिकति बायोलोजी रमाइलो लाग्न थाल्यो। किनभने शरीरको बारेमा जान्नु थाल्यो, एनाटोमी थाहा हुन थालेपछि अनि इन्ट्रेस्ट जाग्यो। अब हाम्रो बायोलोजी एक्जाम म्याम हुनुहुन्थ्यो, उहाँले एकदम इन्ट्रेस्ट जचाउने। हामीले त्यतिखेर अब भ्याकुता पनि पढ्नु पर्थ्यो अनि ह्युमन पनि पढ्नु पर्थ्यो। अनि म्यामले एकदमै राम्रो पढाउनुहुन्थ्यो। अनि म्यामले चाहिँ अब हेर एनाटोमी भनेको सबैको जान्नुपर्छ हो त, शरीरको एनाटोमी। अनि एनाटोमी एन्ड फिजियोलोजीमा चाहिँ अब त्यो रमाइलो नि अर्ग्यानको विषयमा होइन, यतिवटा भेनहरू यतिवटा त्यो यसरी बक्छ, यो त इन्ट्रेस्टिङै छ न त होइन। होइन कतिजना धेरैले साइन्स पढ्न गाह्रो हुन्छ भन्नेहरूका लागि तपाईँको के छ सजेसन? पढ्न केही पनि गाह्रो छैन। आफ्नो अन्तरात्मादेखि आउनु पर्यो, मेहनत गर्नु पर्यो, मेहनतले नै सबैले गर्न सक्छ। त्यसपछि चाहिँ अब 12 सकियो होइन, त्यसपछि अनि तयारीको लागि MBBS तयारीको लागि अब त्यसपछि अब मुस्किल थियो। किनभने सबैको एकै वर्षमा निक्लिन्छ भन्ने थिएन होइन। अब निकाल्न पर्यो, स्कलरसिप निकाल्न पर्यो अथवा फेरिमा पढ्न पर्यो होइन, स्कलरसिपमा जानलाई कोसिस गर्नु पर्यो। त्यसपछिको चाहिँ अनि हामीले अब प्रोफेसनल कुनै इन्स्टिट्युट समात्यौँ, नेम भन्ने थियो, त्यसमा टिचिङको डाक्टर साहबहरू अरूको आउनुहुन्थ्यो, उहाँहरूले पढाएको क्लास लिनुपर्ने। अब गाह्रो के थियो, मलाई अलिकति अङ्ग्रेजीमा राम्रो पहिलेदेखि इन्ट्रेस्ट भएकोले मलाई धेरै सजिलो भयो, इङ्ग्लिसको मार्क्स धेरै आउँथ्यो। तर अरू साथीहरू जसलाई अङ्ग्रेजी अलिकति गाह्रो हुन्थ्यो, इङ्ग्लिस गाह्रो हुनेलाई चाहिँ मैले 1 वर्षमै निकालेँ भने उहाँहरूले 2-3 वर्ष लाएर निकाल्नु, किनभने त्यो इङ्ग्लिसले रोल खेल्थ्यो। अब मैले त्यो पढ्दाखेरि इन्ट्रेस्ट मलाई फाइदा इङ्ग्लिसको चाहिँ मेरो MBBS को पढ्नुभन्दा तयारीको मलाई है। अब त्यो गर्दा नि कसैको चाहिँ अब 2 वर्षमा 3 वर्ष निक्लेन, उहाँहरू मभन्दा राम्रो हुनुहुन्थ्यो। तर भाषाको कारणले डाक्टर साहब ठ्याक्क रोकेँ मैले। भर्खरै मैले 3 दिन अगाडि मेरो SC को लाइभ क्लास भएको बेलामा म स्टुडियोमा पसेर अहिले चाहिँ स्पिक इन इङ्ग्लिस भनेर चाहिँ अहिले नयाँ आइरहेको छ। त्यसमा चाहिँ स्पिक अपमा बेलुका सेसनमा बस्न मिल्छ, देशभरिको त्यहाँ बोलिरह हुन्छ, सिकाइरह हुन्छ होइन, सबैजनाले सेसनमा भाग लिन मिल्छ। अनि मैले अहिले क्लास 10 मा पढ्ने स्टुडेन्ट्सहरूलाई जो नेपाली माध्यमबाट पढिरहेका छन् उनीहरूलाई चाहिँ अङ्ग्रेजी माध्यममा बेलुका पढ भन्छु। एउटा चाहिँ हाम्रो दुईटै माध्यमबाट हुन्छ अङ्ग्रेजी राम्रो बनाउनलाई, फेरि अङ्ग्रेजी राम्रो माध्यमबाट पढेकालाई फेरि नेपाली पनि चाहिन्छ। हजुरले कति धेरै अनुभूति गरिसक्नुभयो नेपाली पनि कति चाहिँदो रहेछ भनेर नेपालीमा आउनु भनेका छौँ। अनि अस्तिको दिन मात्रै लाइभ विद्यार्थी पढिरहेको बेला मैले चाहिँ उनीहरूलाई छात्रवृत्ति अनाउन्स गरिदिएको छु। त्यो चाहिँ के हो भन्दा स्पिक इन इङ्ग्लिसको फ्री स्कलरसिप।
अब त्यो किन पढ्नुपर्छ हजुर भनिदिनुहोस् न एकचोटि। त्यो म्याम एकदम किनभने म एउटा सानो उदाहरण दिन्छु। म पोखराबाट आएको, कतिपय मेरो साथीहरू काठमाडौँको हुनुहुन्थ्यो। काठमाडौँको राम्रो स्कुलमा पढ्नेको इङ्ग्लिस राम्रो हुन्थ्यो। हामीलाई अलिअलि फिल हुन्थ्यो कि हामीलाई, म लगायत मेरो साथीहरूलाई जहिले पनि फिल, हामी कुनै ठाउँमा गफ गऱ्यौँ अथवा भाषा बोल्यौँ, स्पिच दियौँ भने चाहिँ हाम्रो अरू उहाँहरूभन्दा हामी राम्रो थियौँ, किनभने बोल्नलाई। तर प्रब्लम इङ्ग्लिसको हुन्थ्यो कि त्यो इङ्ग्लिसले गर्दा हामी जहिले नै अलिकति ब्याक अथवा ह्युमिलेटिङ जस्तो हुन्थ्यो। त्यही भएर हजुरले जुन गर्नुभयो नि इङ्ग्लिस, म के भन्छु भने छोराछोरीहरू जुन 9-10मा हुनुहुन्छ, अङ्ग्रेजी सबैमा चाहिन्छ। त्यसले हजुरलाई अगाडि बढाउनलाई हेल्प गर्छ। तपाईँले साइन्स नै पढ्नु, इन्जिनियरिङ नै पढ्नु, विदेशै जानु, एकाउन्टिङै पढ्नु, अब यो जेनेरेसनमा इङ्ग्लिस राम्रो भएन भने गाह्रो हुन्छ। त्यसले अरू केही गाह्रो होइन, समाजमा बोल्दाखेरि आफ्नो प्रेजेन्टेसन गर्ने बेलामा चाहिँ हामीलाई इङ्ग्लिस कमजोर भयो भने अलिकति ब्याक गराउँछ। त्यही भएर अङ्ग्रेजी जान्नै पर्छ। अब अङ्ग्रेजी त अहिले त यस्तो भयो, जुन सब्जेक्ट पढे पनि अङ्ग्रेजीमै छ, इङ्ग्लिसमै बढी अङ्ग्रेजी नै युज हुन्छ। अब भाषाहरू पनि धेरै युज हुन्छ, कोहीसँग कम्युनिकेट गर्नु पर्यो नि। त्यही भएर इङ्ग्लिस स्ट्रङ हुने मान्छेलाई चाहिँ एकदमै राम्रो। मलाई पनि इङ्ग्लिस राम्रो भएर नै धेरै ठाउँमा हेल्प भयो। ओके, त्यसैले स्पिकिङ इङ्ग्लिसमा जोइन हुनुहोस्। त्यो पनि गुन्चा फाउन्डेसनले फ्री स्कलरसिप, त्यो एकदम राम्रो अपर्च्युनिटी। मेरो बेलामा भएको भए त म डेली गर्थेँ होला। जस्तो हामी ब्याक टु फेरि MBBSमा जाउँ। अनि त्यसपछि तपाईँले प्रिपरेसन गर्नुभयो, प्रिपरेसनको टाइम कस्तो थियो? एकदम भनौँ न गाह्रो समय। त्यतिखेर कहिलेकाहीँ दिमागले यता एकाउन्टिङ पनि पढौँ, यता टुरिज्म पनि पढौँ, सोसियोलोजी पनि पढौँ भन्ने हुन्थ्यो। किनभने MBBSको इक्जाम निकाल्न एकदम गाह्रो छ। एकदमै गाह्रो छ। अब त्यो पनि स्कलरसिपमा निकालेर पढ्नलाई त अझै गाह्रो छ। अनि त्यो बेलामा पढ्ने बेलामा चाहिँ एक त पढ्न गाह्रो, किनभने सबै सब्जेक्ट पढ्नु पर्यो। त्यसमा अब कतिपय कुराहरू त पहिलाको पनि कोरिलेट हुन्छ। अब त्यो पढ्नलाई गाह्रो भयो। त्यो सँगै कोठामा बस्नु छ, त्यसपछि जानु छ आफ्नो प्रिपरेसन क्लास। म यता लाजिमबाटबाट यहाँ प्रिपरेसन क्लास आउँदा कहिले टेम्पू पाइँदैन थियो, खाना टाइममा हुँदैन थियो हैन। त्यही भएर हामी धेरै बाहिरको लागि जसले प्रिपरेसन गर्छन्, इभन इन्जिनियरिङको पनि प्रिपरेसन निकै गाह्रो। तपाईँले बिचमा अघि भन्नुभएको थियो जस्तो त्यो प्रिपरेसन गरिरहेको बेला एकदम गाह्रो भएको कारणले गर्दा म यो फिल्ड नै चेन्ज गरौँ कि भन्ने पनि हुन्छ हैन मनमा। त्यति बेला आफूलाई कसरी तपाईँले अगाडि बढाउनु भयो? फेरि आफू चाहिँ मेन चाहिँ भित्रबाट दृढ हुनुपर्छ। मैले यो गर्छु भनेर लायो भने चाहिँ दृढ सङ्कल्प, एकदम दृढ सङ्कल्प हुनुपर्छ। त्यो भयो भने आउँछ फेरि कतिपय आउँछन्। अब साथीभाइहरू सबै +2 गरेपछि अमेरिका जाने चलन थियो। अमेरिका जाने भिजा लायो भने राम्रो कपडा किन्ने हैन। अब बाबुआमाले लोनै लिएर भए पनि पठाउन लाउनु भएको छ नि, कपडा किन्ने, पार्टी दिने। त्यो गर्दा त हामी नेपालमा पढ्ने मान्छेलाई यस्तो फिल हुन्थ्यो, के गरिरहेको छु देशमा, के अझै पढ्दैछु, कमाउने कहिले हो थाहा छैन। एक त नाम निकाल्न गाह्रो छ, पढ्ने के हो त्यो पनि थाहा छैन। त्यो गर्दा चाहिँ एकदमै फिल हुन्छ, त्यो एकदम डिस्ट्र्याक्ट चाहिँ हुन्छ। डाक्टर साहब, MBBSको तयारी गरिरहेका अथवा गर्नको चाहिरहेका प्रिय नानी बाबुहरू, प्रिय भाइ बहिनीहरूको लागि चाहिँ तपाईँको के छ सजेसन? फर्स्टमा चाहिँ मेहनत गर्नु। मेहनतको अर्को कुनै पनि अल्टरनेटिभ छैन। मेहनत गर्नु, आफू दृढ हुनुपर्छ, आफूले गर्नुपर्ने। अनि फेलियर भयो भने पछाडि हट्नु नै हुन्न। एकचोटि होला, दुईचोटि होला, तर आफूले गर्यो, भित्रबाट आयो, अन्तरात्माले आयो, दृढ भयो भने चाहिँ सक्सेस हुन्छ। किनभने सबैले एकैचोटिमा सक्सेस हुन्छ। मैले पनि कतिचोटि फेल गरेरै नाम निस्केको। त्यही भएर मैले अहिले निकाल्न सकिनँ अथवा योपट्टि भएन, म छोडिदिन्छु, अर्कोमा जान्छु चाहिँ नगर्नु। कुन टाइममा हजुरले निकाल्नु भयो? मैले सेकेन्ड टाइममा निकाल्नु भयो। नाम निस्केको दिन कस्तो भयो डाक्टर साहब? लाग्यो संसार जिते है। ओ माय गॉड। ओके, नाम निस्केको दिन चाहिँ संसार जितेको अनुभव भयो। आमाले के भन्नुभयो? मैले पहिलोचोटि आमालाई फोन गरेँ। आमा रुनु भयो। किनभने आमालाई विश्वास त थियो होला छोराले गर्छ भनेर, तर देशमा बस्छ जस्तो लागेको थिएन कि। जुन मेरो फ्रेन्ड सर्कलकोले चाहिँ यो पनि विदेश जान्छ, अब कहिलेकाहीँ बहकिन्छ भन्ने। मैले बिचबिचमा पहिलोचोटि ननिक्लिँदाखेरि त मैले फोन गरेँ भने म नि आमा अमेरिका जान्छु होला भने। किनभने मेरो मसँग मिल्ने साथीहरू कोही पनि छैनन्, सबै अब पोखराका त कोही पनि हुन्थेनन्। जान्छु भन्दा होइन, तैँले एकचोटि कोसिस गर, के नै बिताएछ र, तँलाई के नै छ र, तैँले मेहनत गर, हामीले यहाँ सहयोग गर्छौँ भन्ने। अनि मैले नाम निकालेपछि पहिलोचोटि आमा रुनु भएको थियो, केही नै भन्नु भएन।
अनि त्यसको 2 दिनमा म पोखरा गएँ अनि हामी मन्दिर लैजानु भयो पूजा गर्नुभयो मलाई जहाँसम्म लाग्छ मेरो बाउ आमाको छाती एकदम चौडा भयो हैन मेरो छोराले डाक्टर बन्ने भयो मेरो बच्चा चाहिँ डाक्टर बन्ने भयो भने चौडा भयो भने त्यो दिन म कहिले बिर्सिन्न प्रिय नानी बाबुहरू साथमा आमा हुनुहुन्छ साथमा बुबा हुनुहुन्छ आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर मेहनत गर अनि सफलता पाए पछाडि चाहिँ तिम्रो आमा र तिम्रो बुवालाई साथैमा हातमा लिएर यस्तो छाती चौडा आउने गरी ह्याप्पिनेस देऊ भनेर भन्छु नि डाक्टर साहबको आमाको चाहना थियो नाम निस्क्यो पहिलोचोटि डाक्टर साहबले कल गर्नुभयो 2 दिनपछि पोखरा गएर भेट्नुभयो मन्दिर जानुभयो आमा र बुवा दङ्ग पर्नुभयो नि त ओके त्यसपछि कति पछि आउनुभयो काठमाडौँ फेरि डाक्टर साहब त्यसपछि 5 वर्ष एमबीबीएस पढियो हजुर नाम कहाँबाट निकाल्नु पर्छ मैले टियुबाट नै जानेको मेडिकल पहिलो त्यतिखेर अलिकति सस्तो पहिलो भनेर नाम त्यहाँ निकालेर गयो अनि 5 वर्ष दुःख गरियो अब पहाडको मान्छे तराईमा गएर गर्मी हैन कति धेरै कुराहरू मिलेन होला त्यहाँको भाषा संस्कार बसाई लवाई खुवाई हरेक चिजहरूले तर 5 वर्ष पढ्नु भयो 5 वर्ष त्यो पहिलो वर्ष पढेको अनुभवलाई थोरै सम्झिनु न डाक्टर साहब सबैभन्दा के भने त्यहाँ पढ्दै जाँदाखेरि पहिलो वर्ष त्यो जो ह्युमन एनाटोमी अलि डेप्थमा पढियो अनि पहिलो वर्ष सिद्धिएपछि हाम्रो क्लिनिकल पोस्टिङ हुन्थ्यो हस्पिटलमा जाँदाखेरि हामी डाक्टर त भइसकेका थिएनौँ त्यहाँको मान्छेले हामीलाई जुन रेस्पेक्ट दिनुहुन्थ्यो नि किनभने अब उहाँहरूलाई थाहा थिएन हामी विद्यार्थी नै हो तर अब त्यहाँ जाँदाखेरि हाम्रो गुरुले टक्क एप्रोन लाउनु भएको थियो स्टेथोस्कोप बोक्नु भएकै थियो होला डाक्टर साहब आउनुभयो ओके अनि त्यो गर्दाखेरि उहाँहरूले हामीलाई हेर्ने हुन्छ नि त्यो दृष्टिकोणै फरक त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ अमेरिका गयो भने पनि पाइँदैन त्यो पाइँदैन ओके सेकेन्ड इयरको क्लिनिकलमा फर्स्ट इयर थ्योरिटिकल भयो सेकेन्ड इयर चाहिँ क्लिनिकलको बेलामा स्टेथोस्कोप लगाएर ओ माय गॉड सेतो एप्रोन लगाएर प्रिय छोराछोरी डाक्टर बन्न मन छ अहिलेदेखि मेहनत गरेर पढ्ने है त्यसपछि सेकेन्ड इयर बित्यो थर्ड इयर बित्यो फोर्थ इयर बित्यो फिफ्थ इयर इन्टर्न कहाँ गर्नुभयो इन्टर्न पनि त्यही नै गर्नुभयो अनि म चाहिँ आभारी छु त्यहाँको सबैभन्दा पपुलेसन छ भनौँ न हामीले सिक्दाखेरि अब क्यानुला लगाउनु पर्छ हो त भेन ओपन गर्ने हजुर कहिले रिसाउनुहुन्थ्यो अब कतिपय ठाउँमा भनिन्थ्यो अब त्यो उहाँहरूलाई बोर्डन नहोस् भनेर 25 रुपियाँ पर्थ्यो क्यानुला आफूले पकेटमा हाल्यो एकैचोटिमा हुन्थेन 2-3 चोटि घोप्नु पर्थ्यो 2-3 चोटि गर्दा नि रिसाउनुहुन्थ्यो पेशेन्ट ओके त्यस्तो सम्मान दिएर हामीले भनौँ न आफ्नो क्षेत्रमा तपाईँले प्रवेश गर्न पाउनुभयो डाक्टर साहब तपाईँले बहुत गजबको कुरा गर्नुभयो त्यो कुरा तपाईँले सम्झिराख्नु भएको रहेछ तपाईँले जीवनमा पहिलोपटक सिक्ने बेलामा भेन ओपन गर्नको लागि तपाईँले क्यानुला भन्छ होइन अन गर्ने बेला त्यो पहिलो व्यक्ति त्यो पहिलो बिरामी म त भन्छु नि डाक्टरको जिन्दगीमा त्यो पहिलो बिरामी को हुनुहुन्थ्यो जसको तपाईँले भेन ओपन गरेर आफूले सिक्नु भएको थियो त्यो हरेक एक व्यक्तिलाई जिन्दगीमा सम्झिरहनु पर्छ भन्छु है होइन मैले सम्झिनु भएको म प्रसुतिको हुनुहुन्थ्यो गाइनीमा हुनुहुन्थ्यो उहाँलाई भर्ना गर्नु थियो म इमर्जेन्सीमा थिएँ अनि मैले पकेटमा बोक्थेँ किनभने मलाई फाइनेन्सियल बोर्डन नपरोस् भनेर 25 रुपियाँ नि धेरै हुन्थ्यो आफूले बोक्ने अनि हेर्नु है म अब डाक्टर बन्न लागेको मान्छे हुँ एकचोटिमा नहुन सक्छ 2-3 चोटिमा हुन्छ म गर्छु है भन्दा उहाँले गर्नुभयो पछि छोरी पाउनु म यति खुसी भएँ कि त्यो एकदम कहिल्यै बिर्सिन्न कि आशीर्वाद हो जस्तो लाग्छ हो त त्यो अब त्यसरी हामीले भनौँ न तपाईँलाई थाहा छ हुन त फेरि पुरुष वर्गहरूलाई फेरि मैले नेगेटिभ भन्न खोजेँ होइन उहाँहरू पनि सम्मानितै हुनुहुन्छ तर महिला भएको कारणले पनि तपाईँलाई त्यो छ नि एक्सक्युज भयो जस्तो लाग्छ किनभने आमा बन्दै हुनुहुन्थ्यो धरतीमा अब बेबी बर्थ छोरी जन्म हुँदै हुनुहुन्थ्यो हरेक आमाको सपना हुन्छ नि त छोराछोरीले के गरोस् भन्ने मलाई त्यो पनि त्यहाँनिर कता कता इमोसनल एट्याच भयो जस्तो लाग्यो होइन त्यो पनि मैले त्यतिखेर इभ्यालुएट चाहिँ गरिनँ तर हजुरले अहिले भन्दाखेरि हुन सक्छ त्यो चाहिँ उहाँले चाहिँ अब मेरो बच्चा नि हुनै सक्छ हुन ठुलो भएपछि यस्तै होला हैन त्यो सोचे सिक्ने त त्यसरी नै हो हुन सक्छ छोरा मान्छे हुनु भएको भए सायद त्यो डिनाइड हुन सक्छ त्यो पनि हो अनि त्यसपछि 5th इयर सके पछाडी इन्टर्न भयो त्यसपछि आएर अनि त्यसपछि आए काठमाडौँ आउनु भयो काठमाडौँमा फेरि त्यही फेरि सुरु भयो डेरा खोज त्यसपछि जागिर खोज त्यसपछि यहाँ जुन राम्रो कलेजहरुमा प्राइभेटमा पढ्नु भएको अर्कोसँग राम्रो लेभल अलिकति डिफरेन्ट हुन्छ वे अफ एप्रोच अब हामी अलि पेरिफेरीमा पढेको भनौं न मध्यम वर्गको हेरेको र यहाँ हाइफाई बिरामी हेर्दाखेरि चाहिँ अलि फरक सेन्सिटिभ थोरै अलिक रिसाउने हैन अनि त्यो भन्ने आइफोन हैन तर राम्रो पक्ष के भने हामीले पेरिफेरीमा गरिबलाई सेवा गरेकोमा के थियो भने धेरै काम गर्न पाइन्थ्यो प्र्याक्टिकल तपाईले लट्स अफ नलेज बटुल्न पाउनु भयो त्यही भएर उहाँहरु भन्दा हामीले प्रोसिडर गर्दाखेरि चाहिँ काठमाडौँमा प्राइभेटमा जुनमा अल्कामा काम गरे
त्यो काम गर्दाखेरि चाहिँ उहाँहरूभन्दा राम्रो के जस्तै बिहोस गराउनु पर्यो केही गरे इमर्जेन्सीमा आउनु भने इन्टुबेसन किनभने हामीले त्यहाँ धेरै हाफ सफाइ गर्न पाएँ त कोही पनि डाक्टर पढिरहनु भएकाहरू अथवा डाक्टर बन्न लागि हुनुभएकाहरू दुर्गम जानुहोस् हिमाली ठाउँमा जानुहोस् जहाँ धेरै जनसङ्ख्या छ त्यहाँ जानुहोस् त्यहाँ तपाईँले बढीभन्दा बढी प्र्याक्टिकल गर्न पाउनुहुन्छ पछि सर आए पछाडि चाहिँ विज्ञ तपाईँ अरू सबै कुराहरू ठिक छ तर विज्ञ चाहिँ तपाईँ किन तपाईँले धेरै प्र्याक्टिकल गर्न पाउनु भएको कारणले होइन अनि पेरिफेरीमा काम गर्ने रमाइलो छ है एकदम त्यो मलाई जहाँसम्म लाग्छ त्यसपछि नै म मास्टर्स गरेर नेपालै फर्किन्छु भनेको मोटिभेसन चाहिँ मैले पेरिफेरी काम गरेँ ओके म सेन्ट्रलमा काम गरेको त्यो रेस्पेक्ट नै पाउँथिनँ होला त्यति काम गर्न नै पाउँथिनँ होला किनभने सिनियर हुनुहुन्थ्यो अथवा कति रेस्ट्रिक्सन हुन्थ्यो पेरिफेरीले सिकाइ पनि गजब सम्मान पनि सम्मान र अनि सन्तुष्टि बढी हुन्छ डाक्टर साहब अनि काठमाडौँ आउनुभयो त्यसपछि तपाईँको क्लिनिकल मतलब अल्का अस्पतालमा सुरु भयो त्यसपछि तपाईँले कति समय काम गर्नुभयो त्यहाँ मैले त्यसपछि लगभग 6 महिना 8 महिना मात्रै काम गरेँ अनि मलाई त्यो एमबिबिएस पढ्दाखेरि एकजना डाक्टर सूर्यनारायण यादव भन्ने हुनुहुन्थ्यो सरले 150-200 जना बच्चा बच्ची हेर्नुहुन्थ्यो ए हजुर अनि म इन्टर्नसिप गर्दाखेरि सरसँग काम गर्ने मौका पाएँ अनि सरले मलाई बच्चा बच्ची प्रति यति इन्ट्रेस्ट जगाइदिनु लगाव माया प्रेम होइन अट्याचमेन्ट रह्यो एकदमै अनि सरले के भन्नुहुन्थ्यो भने त्यतिखेर पनि हेर बच्चा बच्ची अपरेसन गर्ने मान्छे नेपालमा एकदम कम छन् कति धेरै मरेका छन् हामीले यहाँबाट पठाउँछौँ पठाउँदाखेरि मर्छन् तिमीले त्यो सब्जेक्ट पढ है भन्नुहुन्थ्यो ओके त्यसपछि उहाँको मैले त्यो लगाव देखेर होस् बिरामीप्रतिको माया होस् अनि त्यो बच्चा बच्चीप्रति जुन इन्ट्रेस्ट आयो त्यो इन्ट्रेस्ट आएपछि म काठमाडौँ आएर पढेपछि होइन म बच्चा बच्चीको लागि नै विशेषज्ञ बन्छु भनेर म मोटिभेट हुनुभयो डाक्टर यादव अहिले कहाँ हुनुहुन्छ मैले उहाँ जनकपुरमा ल डाक्टर यादवलाई पनि हामीले उहाँप्रति थ्याङ्कफुलै हुनुपर्छ किनभने त्यसैले आज हामीले तपाईँलाई पाएका छौँ होइन त्यसपछि तपाईँ अल्कामा कति वर्ष गर्नुभयो मैले त्यसो होइन 6 महिना 9 महिना मात्रै 9 महिना गर्नुभयो त्यसपछि म प्रिपरेसन अब त्यसपछि मलाई प्रिपरेसन गर्नलाई म इन्डिया गएँ ओके स्पेशलिस्ट बन्नको लागि इन्डिया जानुभयो ओके अनि इन्डियामा त्यतिखेर कस्तो थियो भने हुन त नेपालमा नि थियो मैले पढ्ने बेलामा बाल शल्य चिकित्सकहरू नेपालमा पढाइ हुन्थ्यो अब त्यतिखेर 8-10 जना मात्रै हुनुहुन्थ्यो सबै बाहिरबाट पढेर आउनु भएको थियो अनि अब त्यो पढ्छु भनेर त्यसको प्रिपरेसन गर्छु भनेर म इन्डिया गएँ अब इन्डियामा जाँदाखेरि अनि इन्डियाको 2टामा थियो अनि त्यसपछि बङ्गलादेश थियो अनि इन्डियामा त्यतिखेर हाम्रो बेलामा के भयो भने सिट कटौती भयो ए हजुर बाल शल्य चिकित्सकको त्यति नपढ्ने मान्छे भयो भनेर त्यो वर्ष कटौती भयो इन्डियामै कटौती भयो चण्डीगढले लियो एम्सले लिएन लिएन त्यसपछि अनि मेरो अप्सन रह्यो बङ्गलादेश अनि बङ्गलादेशमा नाम निक्लेपछि अनि होइन म यो गर्छु त्यतिखेर भनौँ न म बिचमा युनिसेफमा पनि काम गरेँ युनिसेफमा मैले चाहिँ बालबालिकाको 4वटा हुन्थ्यो जस्तै बुधा हामीले एउटा चाइल्ड राइट्स चाइल्ड पार्टिसिपेसन चाइल्ड हेल्थ भन्ने अनि म त्यसमा चाहिँ चाइल्ड पार्टिसिपेसनमा चाहिँ थिएँ त्यसमा चाहिँ कस्तो भने बच्चा बच्चीको छोरीलाई स्कुल पठाउनु पर्ने छोरीलाई अधिकार जानेमा मैले त्यो एउटा प्रोजेक्ट पनि मा काम गर्ने मौका पाएँ एज अ भनौँ न अनि त्यहाँ पनि मैले मौका चाहिँ पाएको थिएँ मेडिकल नपढिकन त्यतातिर ट्विस्ट हुने कि सोसियल भनेर सोच्नु भयो तर सरको त्यो मोटिभेसन रोक्यो फेरि अगाडि बढ्नु भयो त्यसपछि अनि म बङ्गलादेश जानुभयो अनि त्यहाँ कति वर्ष बित्यो मैले त्यहाँ 5 वर्ष बित्यो जिन्दगीमा डेराहरू सरिरहनु पर्यो हैन सरी पोखराबाट काठमाडौँ काठमाडौँबाट दिल्ली दिल्लीबाट चाहिँ बङ्गलादेश त गर्मी यति भाषा थिएन खानपिन थिएन अनि गाह्रो त अब त्यहाँ 30 रुपियाँ टाका भन्थ्यो 30 रुपियाँ टाकामा त्यो मासुको झोल र भनेको फिस भनौँ न माछाको र ऊ पाइन्थ्यो अब बाहिर गएर खानलाई नि त्यस्तै महँगो पर्थ्यो अनि बिचमा चाहिँ खाजा खाने बेलामा त्यही एउटा प्लेट पाइन्थ्यो सरकारी त्यो खाएर पढेँ डाक्टर साहब त्यो बेलासम्म तपाईँको खर्चै मात्रै भइरहेको थियो अल्कामा काम गरिरहेको बेला बिचमा केही पैसा कमाउनु भयो खासै पैसा कमाएन इन्डिया जाने बेलामा चाहिँ त्यही अल्काबाट कमाएको पैसाले चाहिँ इन्डिया धाने मैले एउटा कुरा सोध्छु ल पहिलो जीवनको कमाइ कति थियो 6000 थियो 6000 मा मैले 4000 आमालाई पठाइदिएँ मन्दिरमा दिनु भनेर ओके किनभने आमाले सोसियल काम गर्नुहुन्थ्यो अनि 4000 आमालाई दिनुभयो आमालाई त्यो आमाले अहिले पनि सम्झिनुहुन्छ जीवनको पहिलो कमाई 6000 रुपियाँ थियो त्यो 6000 मा 4000 आमालाई पठाउनु भयो त्यो पनि मन्दिरमा सामाजिक कामको लागि दिनुहोस् भन्नुभयो
ओके आमासँग खुब अट्याचमेन्ट रहेछ हैन हजुरको होइन म अब हुन त हजुरसँग भेटेपछि नि सोसियल कामले नै भेटियो नि हजुरले पनि मलाई जहाँ चाहिँ लाग्छ म आमाबाट नै प्रभावित हो किनभने आमाले गर्नुहुन्थ्यो कि अब त्यति पढे लेखेको हुनुहुन्थेन भन्नुहुन्थ्यो महिलाको लागि महिलाको राइट्स भने चाहिँ आमाको त थियो मलाई एउटा कहानी अब आमाले त्यो रक्सी खाएर जाँड खाएर पिट्ने गर्नुहुन्थ्यो नि त श्रीमानहरूले अनि आमा त्यसको एकदम विरोधी हुनुहुन्थ्यो अनि गएर त्यो रक्सी बनाउने ठाउँमा अथवा हुने त्यो बडगाउहरू फोर्ने अनि एक दिन आएपछि बाबाले सोध्नु भयो कि अब त्यो रक्सी खाएको मान्छेले तिमीलाई गालामा चुप्पा गर्यो भने मैले त्यसलाई त्यसको श्रीमतीले त गर्न सक्दिनँ त्यही भएर विचार गर है भन्नुहुन्थ्यो भनेको फ्यामिलीले नै रोक्थेनौँ हामी आमाले जुन गर्नुहुन्थ्यो त्यही भएर विचार चाहिँ गर्नु अब रक्सी खानेहरूले चाहिँ होसमा हुँदैनन् अब तिमीले चाहिँ राम्रो गर्छौ कहिले काहीँ रिस उठेको मान्छेले त्यो भनेको हातपाई गर्न सक्लान् भन्ने त्यो त्यस्तोबाट हुर्किएँ कि म डाक्टर हजुरको आमाको शुभ नाम सुभद्रा कोइराला आमालाई चाहिँ उजेली भन्थे उजेली हजुरलाई याद छ कि छैन उजेली हो त हजुर त्यो भिडियो छ नि सिरियलमा उजेली भनेर उहाँको निकनेम उजेली गाउँमा मम्मीलाई उजेली नै भन्छन् ए हो र उजेली नै भन्छन् त्यो शिक्षा र उसको लागि चाहिँ मलाई अहिले कसैले सोध्यो भने सुभद्राको छोरा भन्दैनन् उजेलीको छोरा त्यसपछि बङ्गलादेश जानुभयो बङ्गलादेशमा 5 वर्ष विशेषज्ञको रूपमा चाहिँ तपाईले स्पेशलिस्ट त्यहाँबाट गर्नुभयो कस्तो लाग्यो त आफूलाई डाक्टर यादवले भन्नुभएको कुरा रोज्दाखेरि कस्तो लाग्यो पछि त्यही क्षेत्रमा आफू प्रवेश गर्दाखेरि मलाई एकदम राम्रो एकदम खुसी लाग्यो सन्तुष्टि हुनुहुन्छ किनभने मलाई के फिल भयो भने मैले अरू पढेको भए 60 वर्षको मान्छेलाई उपचार गरे भने त्यो मान्छे कति बाँच्ला 6 वर्ष बाँच्ला छ तर 6 दिनको 6 वर्षको बच्चालाई मैले उपचार गरेर बचाएँ भने त ऊ 60 वर्ष बाँच्छ भन्ने मलाई चाहिँ एकदम त्यो कुराले एकदम भनौँ न छोयो डाक्टरको उद्देश्य स्वास्थ्यकर्मीको उद्देश्य त यही त हुन्छ नि हैन मेडिकल इथिक्सले पनि धेरै लामो समयसम्म मैले छोएको व्यक्ति बाँचिरोस् छिटो निको होस् भन्ने नै त हुन्छ कामना अन्तिममा हैन सो ओके त्यसपछि बङ्गलादेशबाट फर्किनु भयो त्यसपछि फर्केँ त्यहाँ मैले एकैचोटिमा पास गरेँ बङ्गलादेश एकदमै गाह्रो थियो अब कोही साथीभाइहरू 1 वर्ष 1.5 वर्ष पनि हुन्थ्यो त्यहाँले गाह्रो थियो पास हुनलाई नियमहरू एकदम कडा अनि पास गरेपछि म नेपाल फर्केँ अनि त्यो बिचमा मैले अमेरिकामा यो भनौँ न पेटमै बच्चा हुँदाखेरि अपरेसन गर्ने फेलोसिप पनि पाएँ ओके म त्यो 33वटा कन्ट्रीको रेजिडेन्ट भनौँ न डक्टर्सहरूमा म र एकजना ब्राजिलको साथी चाहिँ हामी चुज भएको थियौँ अनि मलाई चाहिँ उनीहरूले चाहिँ अब आएर कति वर्षको थियो त्यो फेलोसिप त्यो चाहिँ 1.5 इयर्सको त्यो भनेको त्यही सेटल हुन पाइने जस्तै मेरो जुन साथी हुनुहुन्थ्यो उहाँ ब्राजिलबाट गएर अहिले अमेरिकामा त्यही नै हुनुहुन्छ तपाईं 1.5 इयर्स गर्नुभयो जानुभयो गर्न होइन जानु भएन तर जानु भएन ओके म त्यसपछि नेपाल फर्केँ अब नेपाल फर्केँ त्यतिखेर चाहिँ कस्तो थियो भने हामीलाई स्कलरसिप दिने चाहिँ एकजना मुस्लिम हुनुहुन्थ्यो साउदी अरेबियाको उहाँको बच्चा बच्ची रहन्छ बच्चा बच्ची नभएपछि चाहिँ म एउटा गरिब देशको लागि पैसा हालिदिन्छु पढ्नलाई भनेर अनि त्यो चाहिँ मैले पाएँ म खुसी भएर फर्केँ नेपाल फर्केपछि 1 महिनासम्म मैले कहीँ पनि जोइन गरेँ अमेरिका नै जान्छु त्यही पढ्छु कि भन्ने त्यसपछि मैले कान्ति बाल अस्पताल चाहिँ कान्ति बाल अस्पताल त्यतिन्जेलसम्म नेपालको मलाई त्यति कान्ति बाल अस्पतालमा आएर अपरेसन गर्न थालेपछि यसो सोचेँ नेपालको मान्छे छ 5,000 रुपियाँ पनि छैन मैले अमेरिकामा गएर पढेर फेरि फर्किनलाई त 50 त्यो किनभने त्यो एकदम महँगो सर्जरी थियो किनभने पेटमै भएको बच्चालाई अपरेसन गरेर बचाउने 50 लाख रुपियाँ त कहाँबाट ल्याउँछन् मैले त्यो पढेर आएर के हुन्छ भन्ने सोचेर म गइनँ त्यसपछि कान्ति बाल अस्पतालमा सुरुवात गर्न थाल्नु भयो डाक्टर साहब 1 वर्ष काम गर्नुभयो तपाईले अघि त्यो जुन बेला एमबीबीएस को बेला प्र्याक्टिकल क्लिनिकलको बेलामा तपाईले जुन भेन लाउँदा सम्झेको जस्तै तपाईको पहिलो ओटी त्यसपछि विशेषज्ञ भइसक्नु भएपछि पहिलो अहिले अब तपाई बाल शल्य चिकित्सक हुनुहुन्छ पहिलो ओटी गरेको पेशेन्टलाई सम्झिउन एकछिन हैन मलाई त्यो याद छ एउटा बच्चा आएको थियो हजुर आमाले त्यो पानी उमाल्दा अथवा पकाउँदाखेरि चाहिँ रसुवाको हुनुहुन्थ्यो हजुर कुरो पढाउँदाखेरि एउटा खुट्टा चाहिँ पोल्यो म आएर मैले अपरेसन गरेर अब त्यो खुट्टाको केही भाग फाल्न पर्ने थियो हजुर
मैले उहाँलाई काउन्सिलिङ गर्दाखेरि उहाँले के भन्नुभयो भने म यो डुडो बच्चा लिएर जान्न, म बरु अर्को बच्चा आउँछु, यो बच्चा नबचाइदेऊ भन्नु। अनि मलाई कति पीडा भयो। मलाई यस्तो याद छ, म एज अ फर्स्ट आफैले नेपालमा आएर पहिलो अपरेसन गर्नलाई रेडी भएको बच्चाको आमाले त्यो भन्नु, मलाई यो बच्चा चाहिँदैन डाक्टर, म बरु अर्को पाउँछु, म गाउँमा बस्ने मान्छे, म अर्को पाउँछु, यसलाई चाहिँ म डुडो लिएर जान्छ चाहन्न। मलाई यति पीडा भयो। लक्कीली त्यतिखेर के थियो भने एकजना विदेशीहरू चाहिँ कान्तिमा आउनुहुन्थ्यो, बर्न युनिटको आउनुहुन्थ्यो। अनि उहाँलाई मैले रिक्वेस्ट गरेँ, यो बच्चालाई त मैले कसरी मार्नु होइन, अब यो गरेन भने इन्फेक्सन बढ्दै जान्छ, खुट्टा कुहिँदै जान्छ, उसको शरीरमा बन्छ। म भर्खरै आएको, मसँग पैसा पनि छैन, तैँले उसको खुट्टालाई सहयोग गर्छस् भने म उसलाई कन्भिन्स गरेर म अपरेसन गर्छु भनेर। अनि उहाँले त्यो मेरो त्यो इमोसन बुझ्नुभयो कि उहाँले भन्नुभयो ठिक छ ल, जति 4-5 लाख कति लाग्थ्यो त्यो आर्टिफिसियल गर्नलाई, तैँले अपरेसन गर, अनि म चाहिँ त्यो फाइनेन्स म जुटाइदिन्छु भनेपछि त्यो बच्चाको मैले अपरेसन गरेर खुट्टाको त जोडेर पठाएको छु। पछि कति 3-4 वर्षसम्म त्यो उहाँले गरेको भयो। अनि त्यसको लागि फेरि फर्दर चाहियो नि त, फर्दर खुट्टा चाहिएपछि अनि मैले मारवाडी सङ्घलाई चाहिँ एकजना त्यस्तै बिचमा 2-3 वर्षको बिचमा मैले उहाँलाई चिनेर उहाँलाई रिक्वेस्ट गरेपछि उहाँले त्यो अर्को त्यसपछिको प्रोग्रेसिभ खुट्टा हालिदिनु भयो। अहिले त्यो बच्चा ठिक छ है एकदम। त्यो मैले कहिल्यै बिर्सिन्न। कति वर्ष पुग्यो होला त्यो बाबु? अहिले मेरो विचारमा 6 वर्ष भयो क्या। 6 वर्ष भेट हुन्छ, फेरि अनि फोन हुन्छ। अब उनीहरू 9-10 वर्षमा फेरि त्यो खुट्टा चेन्ज गर्नुपर्ने हुन्छ, किनभने त्यो जुन दिएको आर्टिफिसियल हो नि, त्यो सर्टेन इयर्समा मात्रै काम गर्दो रहेछ। अब त्यो आएपछि अब त्यसको लागि प्लानिङ। अब अहिले त मसँग दाताहरू छन्, समस्या छैन त्यतिखेर, तर फर्स्टमा र उसमा चाहिँ त्यो निकै गाह्रो भएको थियो। जस्तो तपाईँकै क्षेत्रको अलिकति कुरा गरौँ है त। जस्तो अहिले बढीभन्दा बढी तपाईँकोमा एज अ बाल शल्य चिकित्सकको रूपमा रहिरहनु हुँदाखेरि तपाईँ कहाँ ठोक्किने बालबालिकाहरू कस्तो, कुन रोगले बढी ग्रसित भएकोहरू भेट्नुहुन्छ? अहिले धेरै, पहिला चाहिँ अलि नचल्दा भनौँ न, नचल्दा भन्दै हर्निया हाइड्रोसिल अन्डकोश चाहिँ माथि भएका आउनुहुन्थ्यो। अब अहिले चाहिँ जन्मजात कम्प्लिकेसन है, हेरिडिटी कतिपय चाहिँ अब जन्मजात नै समस्या भएर चाहिँ अब जस्तै अब रिसेन्टली एउटा आउनु भएको थियो, उहाँको बच्चाको रगतको नलीको पनि समस्या छ, आन्द्राको पनि समस्या छ, अनि त्यसपछि मुटुमा पनि पुहाल्छ। अब त्यस्तो कम्प्लिकेटेड अहिले चाहिँ मसँग धेरै ठोक्किने चाहिँ कम्प्लिकेटेड केस भनौँ न। अब कतिपय चाहिँ डायग्नोसिस नभएर, पहिला थाहा नभएर, किनभने अहिले पनि हाम्रो दुर्गममा त कतिपय अल्ट्रासाउन्ड गराउने चलन छैन, सुविधा पनि छैन। त्यस्तो भएको चाहिँ अनि यहाँ आएर अल्ट्रासाउन्ड गराउँदाखेरि चाहिँ त्यस्तो देखिन्छ। अब कसैको दिशा नहुने, अब अहिले हिजो अस्ति अपरेसन गरेको कसैसँग कुरा गर्दाखेरि खाद्य नली नभएको, अब कति चाहिँ आन्द्रा भएको, एम्बुलेन्समै ल्याउँदा जन्मिँदाखेरि चाहिँ उसको पेटको कभरिङ नै छैन, आन्द्रा बाहिर निक्लेको। अब कति चाहिँ अब पिसाबको नलीहरूको चाहिँ बाटो नै नभएको, नली नै बनेको, जटिल भएको चाहिँ अहिले बच्चाबच्चीहरू धेरै देखिन्छ। अब रिसेन्टली एउटा ट्युमर भएको आउनु भएको छ होइन, अब क्यान्सर भएको, यत्रो आँखाको नलीकोमा ट्युमर भएको छ। अब त्यसलाई मैले अपरेसन गर्न पनि सक्दिनँ, किनभने रगतको नली माथि गएको छ, केही दिएछु, अब कहिले गर्ने त्यस्तो केही थाहा छैन। ओके डाक्टर साहब, धेरैजना आमाहरूले जन्म दिनुभएको छोराछोरीलाई स्वास्थ्य समस्या आइपरेको खण्डमा सम्झने व्यक्ति तपाईँ हुनुहुन्छ। ती महान आमाहरू जो गर्भवती हुनुहुन्छ, त्यो समयमा आमाहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ केही हजुरले भनिदिनुहोस् न। म कृपया गरेर के भन्छु भने, अब हाम्रोमा चाहिँ विदेशको जस्तो प्लानिङ गरेर बच्चा जन्माउनु भन्ने छैन, त्यो पोसिबल पनि छैन। तर के भने बच्चा पेटमा बसेपछि फोलिक एसिड आइरन भन्ने हुन्छ, तिनीहरू चाहिँ कृपया गरेर खाइदिनु होला, किनभने तिनीहरूले गर्दाखेरि धेरै जन्मजात चाहिँ समस्याहरू निक्लिन्छ। एउटा चाहिँ त्यो कृपया गरिदिनु होला। अर्को चाहिँ अब सहर बजारको जस्तो महिनै पछि अथवा जाने डक्टरकोमा जाने नभए पनि एटलिस्ट
बच्चा जन्मिनुभन्दा अगाडि 3 चोटि चाहिँ आफ्नो गाइनोकोलोजिस्ट सेन्टरमा चाहिँ पुगिदिनु होला, उहाँहरूसँग परामर्श गर्नु होला, आफ्नो समस्याहरू भन्नु होला। किनभने बच्चा जन्मिन अगाडि नै जटिलता थाहा भयो भने त्यसको समाधान गर्न मिल्छ। अनि त्यसपछि बच्चा कहाँ जन्माउन सक्ने, के गर्ने भनेर प्लानिङ गर्न सकिन्छ। त्यो गरिदिनु भयो भने चाहिँ ठुलो राहत हुन्छ। फोलिक एसिड खानु पर्यो, जाँच गर्नु पर्यो, सँगसँगै पोषणयुक्त खाना खानु पर्यो। भ्याक्सिन कतिको? भ्याक्सिन अब सबै ठाउँमा छ भने छ, होइन भने मैले खासै त्यस्तो जोड चाहिँ गर्दिनँ। किनभने अहिले अब हामी त कतिपय लक्की छौँ, सहर बजारमा बच्चा नभएर आइभीएफ गरेर कति गरेको छौँ। त्यही भएर आफ्नो सानो सरल परीक्षणले पनि बच्चालाई राम्रो हुन्छ, आफ्नो गर्भलाई राम्रो हुन्छ भने डक्टरकोमा चाहिँ जानु, परामर्श चाहिँ लिन पर्यो। किनभने म्यामले जतिसुकै अहिले पछि राम्रो बनाए पनि स्वास्थ्य बच्चा जन्म्यो भने पो एजुकेसन दिन सक्नुहुन्छ। हो, मैले त्यही नै भन्छु, सही समयमा सही भोजन खानुपर्छ है भनेर हाम्रो सेसनमा त्यही नै आउँछ। किनभने मैले सही समयमा सही भोजन नखाँदा मैले के भुग्नु पर्यो त्यही भन्छु अहिले सेसनमा। सही समयमा सही भोजन गर्नुपर्छ। तिम्रो आमाले रोप्नुभएको बारीको साग मिठो हुन्छ है, कुरकुरे, चाउचाउ, पानीपुरी होइन है भनेर स्कुलमा त्यो त खाँदै हुनुहुन्न। यहाँ अब ठ्याक्क हाम्रो चाहिँ जङ्क फुडले बालबालिकालाई कति धेरै असर पारिरहेको छ। जस्तो तपाईँ कहाँ ठोकिने बिना बालबालिकाहरू जङ्क फुडको कारणले गर्दा कति धेरै चाहिँ ग्रसित भएर आउनु भएको छ। जङ्क फुड त खानै हुँदैन। एक त त्यसमा भएको केमिकलले धेरै असर गर्छ, जुन अहिले मैले प्रत्यक्ष नदेख्न सक्छु, तर त्यो लङ टर्ममा त्यसले इफेक्ट गर्छ। किनभने त्यसमा केमिकल कति छ, के छ, हामी कसैलाई पनि थाहा छैन। अर्को कमन हामीले देखिने भनेको घरको खानेकुरा नखाइकन जङ्क फुड खाएको बच्चा बच्चीहरू एक त अलि मोटाघाटा हुने, अनि कन्स्टिपेसन लिएर एक्ज्याक्ट कन्स्टिपेसन। हेलो भाइ बहिनीहरू ध्यान दिनु पर्यो, कन्स्टिपेसन पनि जङ्क फुडको प्रयोगले। कन्स्टिपेसनले हेर्दाखेरि कब्जियतले चाहिँ के अरे हेर्दाखेरि समस्या नदेला, तर लङ टर्ममा हामीले त्यो कब्जियतले गर्दा आन्द्रा फुल्दै गएपछि दिशा चुइने, त्यसपछि फिसर्सहरू हुने, त्यो एकदमै दुःख दिन्छ। अहिले हामी यङ छौँ के कन्स्टिपेसन भयो भने के हुन्छ भन्ने टाइपकोले हुँदैन। त्यही भएर अहिले नै जङ्क फुडलाई हामीले कम गर्न सक्यौँ भने भविष्यलाई राम्रो हुन्छ। अब इन्जिनियर बन्छु, डाक्टर बन्छु भन्ने पहिलेदेखि स्वास्थ्यलाई समस्या भयो भने त गाह्रो भयो नि। त्यो पनि हो। अनि डाक्टर साहब, यो जस्तो छोराछोरीहरूलाई अब जङ्क फुड त खानै भएन, यो मोबाइलको स्क्रिनको टाइम छ नि त्यसले कतिको अफेक्ट गरिरहेछ असर? अहिले हेर्सिन्छ भने स्क्रिन टाइमले धेरै डिसेबिलिटी ल्याएको छ। स्क्रिन टाइम त बन्दै गर्ने, सकेसम्म देखाउँदै नदेखाउने, मोबाइल त अझ स्टप गर्ने। आदरणीय अभिभावकज्यूहरू डाक्टर साहबले भन्दै हुनुहुन्छ मोबाइल बढी चलाउने, छोरा भुल्लिन्छ, छोरी भुल्लिन्छ भनेर मोबाइल दिनु भने त्यो स्क्रिनले गर्दा उसको शरीरमा अपाङ्गता है, अपाङ्गता देखाउनु छ भने पनि कहिलेकाहीँ राम्रो कुरा पढाइको छ भने नि ठुलो टिभी अथवा घरमा चाहिँ टिभी लगाइ, त्यसले गर्दाखेरि उसको माइन्ड अलिकति डाइभर्स भएर असर गर्ने चान्सेस कम हुन्छ। तर मोबाइलले सानो स्क्रिनमा आँखाले त्यही बस्दाखेरि फेरि रङ्गी बिरङ्गी हुन्छ, फेरि अब भिडियोहरू होइन त्यसमा हेर्दाखेरि झन् धेरै असर पारिरहेको हुन्छ। मैले हिजो बिहान मात्रै एउटा यस्तै पोडकास्ट सुनिरहेको बेलामा मोबाइल फोन लिएर तपाईँहरू को वासरुम जाने बेलामा को लिएर जानुहुन्छ, तपाईँ शौचालय गइरहेको बेला मोबाइल फोन लिएर नजानुहोस्, तपाईँ मोबाइलमा इङ्गेज भएर तपाईँ चाहिँ तपाईँलाई कब्जियत त्यहाँबाट पनि हुनसक्छ भन्ने कुरा थियो। त्यो कति सत्य हो? एकदम सत्य हो है, एकदम सत्य। मोबाइल फोन शौचालय जाँदा, टोइलेट जाँदा, रेस्टरुम जाँदाखेरि मोबाइल फोन लानु भएन। त्यहाँ इङ्गेज भएको कारणले आफ्नो फोकस अब दिशा हो कि पिसाब हो त्यो बेलामा आफ्नो त्यतातिर फोकस नभएर मोबाइलमा फोकस भएको कारणले गर्दा अघि हजुरले जोड्नु भयो कब्जियत केही होइन भइहाल्छ नि, तर कब्जियतले भोलि धेरै अन्य रोगहरू निम्ति आउन सक्छ होइन। हाम्रो छोराछोरी भनौँ भाइ बहिनीहरूलाई अहिले 10 क्लासमा हुनुहुन्छ, 11 भनौँ न ब्याचलर पढ्ने बेलामा कब्जियत भयो भने दिशा चुइन थाल्छ, तपाईँको वरिपरिको साथी तपाईँसँग कोही पनि बस्दैन हो त। अनि त्यो ट्रिट गर्नलाई भनौँ न उपचार गर्नलाई त्यो आन्द्रा फुलिसकेर त्यसको नि एउटा लिमिट हुन्छ। तपाईँको कब्जियत भएर बस्यो भने त्यो आन्द्राले काम गर्न छोड्छ, अनि हजुरले जतिसुकै गरे पनि दुःख पाइन्छ। अब जस्तो डाक्टर साहब अहिले छ नि सामाजिक सञ्जालमा यो खाना खाऊ, त्यो खाना खाऊ, यो डाइट खाऊ भन्ने यो धेरै कुरा आइरहेछ नि, त्यसलाई कसरी बन्द गर्नु? त्यो 50% फेक हो है। मलाई सबैले गाली गर्ला नि, तर त्यो विश्वास गर्ने कुरा नै छैन। आफ्नो किताबमा लेखेको, आफ्नो गुरुहरूले भनेको, हजुरले जसरी आमाले बनाएको त्यही नै बेस्ट होइन। हजुरले पनि चाहिने कुरा जुन भन्नुहुन्छ त्यो कुरा चाहिँ उनीहरूले सुन्यो भने चाहिँ त्यसले काम गर्छ, त्यो अरू चाहिँ 50% फेक हो। ओके,
अनि अहिले चाहिँ डाक्टर साहब अब जस्तो बालबालिकाहरूलाई धेरै जसोलाई मानसिक स्वास्थ्यले असर गरिरहेको छ जस्तो लाग्छ, के छ यसको विषयमा हजुरको? होइन, यो अहिले देखिया छ, देखिया छ है? यो देखिया छ मानसिक भन्नाले अब त्यसको डिफ्रेन्ट भेरिएन्ट्सहरू हुन्छ होइन। अब त्यसमा कसैले चाहिँ अब अटिजमतिर गएका छन्, कोही चाहिँ अब हाइपर एक्टिभ डिसअर्डर्सहरू भएका छन्। त्यो सबैको कारणहरू चाहिँ अब इन्भाइरोमेन्टल फ्याक्टर, म्याटर्नल फ्याक्टर, प्याटर्नल फ्याक्टर्स हो। तर त्यसलाई अर्ली डायग्नोसिस गरेर अहिले त्यसको लागि त विशेषज्ञ डाक्टर साहबहरू नै हुनुहुन्छ होइन। त्यो अर्ली डायग्नोसिस गरेर गर्न सक्यो भने चाहिँ राम्रो हो। होइन भने पहिलाको जमानामा हामीले देख्यौँ भने बच्चालाई अलि मानसिक स्वास्थ्य हेप्ने, साइडमा छोड्दिने, इग्नोर गर्ने थियो। त्यो गर्यो भने चाहिँ झन् त्यसले असर बढीभन्दा बढी अझ समस्या पहिचान गरेर बढीभन्दा बढी प्रेम गर्नु पर्यो उसलाई होइन। प्रेमपूर्वक व्यवहार गरेर उसलाई सुधारतर्फ लैजानु पर्यो। परीक्षाको बेलामा विद्यार्थीहरूले आफ्नो मानसिक स्वास्थ्यलाई प्रेसरको रूपमा लिन्छन् त्यो परीक्षालाई, त्यसलाई चाहिँ कसरी कम गर्ने? अब त्यो मैले नलिनु भने पनि त्यो अटोमेटिक आइहाल्छ होइन। तर म भाइ बहिनी छोराछोरीलाई के भन्छु भने स्ट्रेसलाई एउटा सर्टेन लेभलसम्म लिनुपर्छ। जस्तै रातभरि नसुत्ने, भोलि इक्जाम छ, आज रातभरि नसुतेर उसले इक्जाम निन्द्रा कम भयो भने उसको पर्फर्मेन्स राम्रो हुँदैन। त्यसैले निन्द्रा कम्प्लिट गरौँ। एउटा स्वस्थ वयस्क मान्छेले 24 घण्टामा उसको बालबालिकाहरूको कुरा गरौँ न, कति निन्द्रा पुर्याउनु पर्छ? म त 8 घण्टा भन्छु। 8 घण्टा। 8 घण्टा भन्छ। अब कसैले 7 घण्टा भन्ला, कसैले, तर आफ्नो रेस्ट भएको माइन्डले नै काम गर्छ कि। अनि परीक्षा भनेको चाहिँ अघिल्लो दिन पढेर गर्ने होइन। कति त हामीले पनि त्यही सोच्थ्यौँ होइन। परीक्षा भनेको जिन्दगीभरि परीक्षा हो। स्कुलमा अहिले त जस्तै छ नि, भिजुअल छ, ऊ छ, हजुरले दिनुहुन्छ, त्यसले त दिमागमा कति कुरा पिक्चर सहित एकदम मजाले एनिमेसनबाट पनि राखेका छौँ। विद्यार्थीहरूले पढाइको तनाव कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ? होइन, स्ट्रेस तनाव व्यवस्थापन गर्नलाई सबैभन्दा धेरै एम्बिसियस हुनु हुँदैन। होइन, मैले यो गर्छु, मैले यो एचिभ गर्छु भन्ने होइन। क्लासको फर्स्ट बोय नै सबैभन्दा जीवनमा सफल हुन्छ भन्ने छैन। जो क्लासमा अलिकति कमजोर भए पनि उसले लाइफमा आफ्नो बाटो चुज गर्यो, मोटिभेसन गर्यो भने राम्रो गर्न सक्छ। त्यही भएर फर्स्टमा चाहिँ म यो गर्छु, म यो हुनैपर्छ। अहिले धेरैलाई देखिया छ विद्यार्थीहरूलाई त्यो एचिभ, म क्लासमा फर्स्ट भएन भने ऊ सेकेन्ड आयो भने उसलाई डिप्रेसनमा जाने छ। त्यही भएर तनाव लिनु, लाइफमा अप्सन धेरै छन्। आफूले राम्रो काम गर्नु पर्यो, राम्रो व्यक्ति बन्नु पर्यो, त्यो सोच बनायो भने चाहिँ ऊ सधैँ सफल हुन्छ। होइन, मैले यो गर्नै पर्छ, यो एचिभ गर्नै पर्छ, मैले 80% ल्याउनै पर्छ, म फर्स्ट हुनै पर्छ, अथवा म डाक्टरै बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ भन्ने त्यस्तो सोच्ने होइन। आफूले मेहनत गर्ने, बाटो खोल्दै जान्छ, चुज गर्ने, आफूलाई जुन इन्ट्रेस्ट लाग्छ त्यो सब्जेक्टमा गएर राम्रो गर्यो भने त्यही नै सक्सेस हो। डाक्टर साहब, मैले अहिले एउटा चाहिँ मलाई लागेको कुरा मैले के भन्ने गरेको छु भने, तिमी लक्ष्य लिनु, त्यो लक्ष्य प्राप्ति गर्नको लागि तिमी लड्छौ, फेरि उठ, फेरि लड्छ, फेरि उठ, परीक्षामा सहभागी हुन्छौ, फेल हुन्छौ, फेरि पनि एक्जाम देऊ, मेहनत गरेर देऊ, त तिमी एक दिन यस्तो ठाउँमा पुग्छौ कि त्यहाँबाट कहिले लड्नु नै पर्दैन भन्छु होइन। तर अब राखेको हुन्छ एउटा लक्ष्य, त्यो लक्ष्यमा नपुगे पनि आखिर त्यसले अनुशासित भएर कर्म गर्यो भने अर्कै एउटा लक्ष्यले उसलाई परिचित बनाइदिन्छ। यो ठिक हो होइन? मलाई चाहिँ त्यस्तो भएको छ अनि मलाई यही नै ठिक हो जस्तो लाग्छ होइन। त्यसैले मेहनत चाहिँ गर, इमान्दार बन, अनुशासित भएर अगाडिबाट लक्ष्य प्राप्ति गर्न सकिन्छ। अन्त्यमा डाक्टर साहब, बालबालिका र अभिभावकज्यूहरूको लागि तपाईँको महत्त्वपूर्ण के छ सन्देश? अभिभावकलाई चाहिँ आफ्नो बच्चालाई शिक्षित बनाउनुहोस्। एक्ज्याक्ट। कुनै पनि माध्यमले होस्, भनौँ न यहाँ स्कुल पठाएर होस् अथवा ट्रेनिङ गराएर होस्, त्यो शिक्षित बनाउन सक्यौँ भने त्यो बच्चाको भविष्य राम्रो हुन्छ। र बच्चाले चाहिँ शिक्षित हुनुपर्छ भन्ने आफूलाई ज्ञान हुनुपर्छ। शिक्षित जुनै कुरामा पनि हुन सकिन्छ। एउटा लाइन इन्जिनियरिङ गर्नुपर्छ, डक्टरै बन्नुपर्छ भन्ने छैन। शिक्षित भयो भने, आफू शिक्षित भयो भने बाटो धेरै खोलिन्छ। संसारमा यति धेरै मान्छे छन् कि स्कुलै नगइकन पनि शिक्षा लिएर, ज्ञान लिएर राम्रो गरेको मान्छेहरूको उदाहरण धेरै तपाईँको आमा होइन। उहाँहरूले जुन हिसाबले शिक्षा लिनुभयो त्यसले नै समाजलाई डोराउँदाखेरि अगाडि बढ्न सक्छ। त्यही भएर मैले चाहिँ भाइ बहिनीलाई भन्छु, शिक्षित हुनुपर्छ, जेन रूपमा भयो भने हुनुहोस्। आमा बाबाले बच्चालाई शिक्षित हुनलाई सहयोग गर्नुहोस्। डाक्टर साहब, तपाईँको घरमा तपाईँको बुबा के गर्नुहुन्थ्यो? मेरो वन कार्यालयमा हुनुहुन्थ्यो। आमा घरमा समाजको काम गर्नुहुन्थ्यो। हजुर कतिजना छोरा? हामी 3 जना छोरा। 3 जना छोरा। छोरी कतिजना हुनुहुन्छ? छोरी छैन। 3 जना छोरा। ओके। मानौ एभरेज फ्यामिलीको छोरा होइन, सामान्य परिवारकै छोरा होइन।
त्यो जति बेला एसएलसी दिनुभयो होइन, अनि आमालाई तपाईँ डाक्टर बनेको सपना देख्न मन थियो। त्यसपछि अब आजको यो दिनसम्म सम्झिँदाखेरि तपाईँ अहिले टिचिङ अस्पतालको पनि प्रोफेसर, एसोसिएट प्रोफेसरको रूपमा हुनुहुन्छ। अब बाल चिकित्सक जुन युनिट छ त्यसको युनिटको तपाईँ हुनुहुन्छ होइन। अब अहिले हरेक दिन दैनिकी होइन तपाईँलाई भेट्नलाई भनेर कहाँ कहाँबाट छोराछोरीहरू च्यापेर आउनुहुन्छ, त्यो भिड देखेको छु मैले होइन। त्यहाँनिर भेट्नै गाह्रो हुन्छ। आजको दिनमा आएर आफूलाई सम्झँदा कस्तो लाग्छ? मलाई चाहिँ कस्तो लाग्छ भने मैले आमाको इच्छा पुरा गरेँ, सपना पुरा गरेँ जस्तो लाग्छ। मेरो सपना के थियो मलाई थाहा छैन, तर मैले खोइ मलाई किन हो के त्यो जुन बेलामा आमाले तैँले त बाबु नेपालमै बस है, किनभने हाम्रो 3जना दाजुभाइको, बुवाको 3जना दाजुभाइको हामी 9-10 जना छौँ, दिदीबहिनी छौँ। देशमा कोही पनि हुनुहुन्न कि, सबैजना हुन्छ। म र एकजना अब बुढो हुनुभएको छ, रिटायर्ड हुनुभएको छ, उहाँ दाइ छौँ, अरू सबै। आमाको त्यो इच्छा चाहिँ मैले त देशमै बसेर केही गर है भनेको चाहिँ मलाई थाहा छैन। मेरो इच्छा पनि थियो होला अमेरिका जाने, त्यहाँ होइन। अहिले आफूलाई सोच्दाखेरि अहिले जहिले पनि के छ, जे पनि मैले आमाको सपनाको लागि गराएको छु कि। र आमालाई अहिले गाउँमा हिँड्दाखेरि आमाले एकदम भन्नुहुन्छ, अहिले पनि भन्दा मेरो कान्छो छोरो भएको हुनाले जसलाई गर्ने उसलाई फोन गर्न त तँलाई समस्या भने यति आउँछन् पोखराबाट। त्यो मेरो एडभोकेसी चाहिँ मैले भन्दा आमाले 10 गुणा गरिदिनु भएको छ। केही छ भने जसलाई भने फोन गर, कान्छुले गरिदिन्छ। कान्छुले गरिदिन्छ भनेपछि अब मलाई प्रेसर के छ, अब फोन मैले फोन नम्बर कसैलाई पनि दिँदैन, आमाले दिने हो। आमाको बाट नै हजुरको आमाले दिनुभएको। तपाईँ फेरि त्यसरी फोन गर्नुभएकोहरूसँग त खुसीले बोल्नु भएको छ नि? होइन, खुसीले। मैले अहिले रिसाएर बोलेको भनेको खासै त्यस्तो छैन। मैले त्यो भने चाहिँ आमा खुसी हुनुहुन्छ, अनि सँगसँगै तपाईँ पनि त सन्तुष्ट हुनुहुन्छ नि त आफ्नो कर्मदेखि होइन। डाक्टर साहब, अर्को कुरा चाहिँ जस्तो प्रायः जस्तो डाक्टर साहबहरू म हरेक पटक तपाईँलाई सम्झिनको कारण चाहिँ के हो भने होइन, अब मैले चिनेको डाक्टरहरू त अरू पनि हुनुहुन्छ, तर डाक्टर साहबसँगै कुरा गर्न खोजेको चाहिँ के हो भने हामी हरेक विषयमा आफै विशेषज्ञ त छौँ नै, कोही न केही कुरामा छ नै होइन। हजुर एज अ विशेषज्ञ, बाल विशेषज्ञ हुनुहुन्छ, तर कस्तो छ भने हामीसँग संस्कार चाहिँ धेरैसँग छैन। संस्कार विशेषज्ञ छ, के भन्छ नि, ऊ आफैमा स्पेसलिस्ट हो, तर उसँग संस्कार छैन। संस्कार भनेको के हो भने हजुरलाई नै थाहा छ होइन, एउटा डाक्टरले बिरामीसँग कसरी बोल्ने, कसरी हाँस्ने, कसरी टेक केयर गर्ने, कसरी त्यो इमोसनल एट्याच हुने होइन। भनेको मतलब भावनात्मक एट्याच भएर एकदमै भावुक हुनुपर्छ भन्ने होइन, तर एउटा हुन्छ नि आमाप्रतिको, त्यो छोराप्रतिको, छोरीप्रतिको हार्दिकता, क्या पैसा त तिरेकै छ तर पनि होइन, त्यो एउटा इमोसनल एट्याचमेन्टले त्यो मान्छेलाई त्यो कस्तो बनाइदिन्छ नि। यो कुरा चाहिँ तपाईँमा छ, तपाईँसँग छ। अब मलाई आज गफ गरेर थाहा भयो कि तपाईँको आमा त्यस्तो हुनुहुँदो रहेछ। अनि तपाईँ र म त कति धेरैवटा हामी निःशुल्क शिविरमा पनि गयौँ। किन हामी एट्याचमेन्ट तपाईँसँग रहेँ, म भन्दा म समाजमा कसको छोराछोरीलाई जिन्दगीमा केही गर्नुपर्छ भनेर हिँडिरहेको मान्छे। त्यसैले डाक्टर साहब चाहिँ होइन है, त्यो डाक्टर साहबसँग चाहिँ त्यो कुरा छ भनेर मलाई चाहिँ हजुरलाई देख्दाखेरि के लाग्छ भने अरू डाक्टर साहबहरूले पनि, विशेषज्ञ डाक्टर साहबहरू कति हुनुहुन्छ, कहाँ हुनुहुन्छ, एकदम उहाँहरू खतरा हुनुहुन्छ। तर कम्तीमा विद्यार्थी भनेछु, म आफू विद्यार्थीतिर हिँड्ने भएर बिरामीहरूसँग चाहिँ नझर्किदियोस् होइन, खुसीले हाँसी खुसी सेवा दियोस् भन्ने मलाई लाग्छ के। त्यो चाहिँ कसरी भन्ने होला है डाक्टर साहबहरूलाई? अनि मैले चाहिँ सबैलाई चाहिँ के दिन्छु भने, मैले भन्दाखेरि मेरो विद्यार्थी पढाउने डाक्टर साहबहरूले पीडा भएर मान्छे आउँछ, हामी पीडा नभई कोही नै आउँदैन। डाक्टरसँग आउने भनेको पीडा भयो। त्यो पीडामा हामीले अलिकति बुझेर अलिकति सहानुभूति दिएनौँ भने त्यो हामी डाक्टर बनिएन कि होइन। अब म रिसाएँ भने त फाइदा के भयो त? उसले कतिले त्यही भएर भन्छन् नि, कतिपय मान्छेले फलानु डाक्टर साहबसँग जाँदा मेरो आदि रोग यसै ठिक हुन्छ भने, किनभने त्यो डाक्टर साहबले मिठो बोलिदिनुहुन्छ। किनभने अब उपचार गर्ने छँदैछ, औषधि छ, पद्धति छ, तर हजुरले मसँग आएर मैले राम्रो बोल्दिनमा अलिकति आनन्द फिल हुन्छ भने त्यसमा त हामी पढेकै त्यसैको लागि हो। हाम्रोमा इथिक्सले पनि, हजुरले भने जस्तो इथिक्सले पनि त्यही भन्छ, बिरामीलाई कुरा सुन, बिरामीको कुरा नबुझिकन बोल्दा गाह्रो हुन्छ। पीडा भएर आएको मान्छेलाई तपाईँले सुनिदिँदा मात्रै पनि उसको हल्का हुन्छ। म रिसाएर झर्केँ भने त्यो त हुँदैन। त्यसो भए त डाक्टर पेसा छोडे पनि हुन्छ। त्यही भन्छु म।
त्यसैले म पनि कामना गर्न चाहन्छु देशभरि रहनुभएका डाक्टर साहबहरू प्लिज कृपया तपाईँहरू धेरै नरिसाइदिनुहोस् है। कम्तीमा पनि एकचोटि आएको बिरामी चाहिँ तपाईँका ठोकियो त्यसपछि दोस्रो पटक आउँदाखेरि नि खुसीले आउन सकोस् न, ताकि त्यो आउन्जेलसम्म तपाईँले यसो टच गरुन्जेलसम्म पनि कम्तीमा निको भयो है भन्ने अनुभूति हुन्छ नि त होइन मान्छेलाई। त्यस्तो खालको होस् भन्ने चाहिँ मेरो आफ्नो एउटा इच्छा हो। सँगसँगै हजुरले कुरा राखिदिनु भयो। डाक्टर साहब अहिले मैले गुन्जा फाउन्डेसनले यो एम्बिसन गुरु मार्फत निशुल्क अनलाइन कक्षा नेपाली अङ्ग्रेजी दुइटै माध्यमबाट दिइरहेको छु। तपाईँले कति हिँड्न सक्नुहुन्छ भन्नुहुन्छ मलाई। मोटिभेसन सेसन पनि जिन्दगीमा के गर्नुपर्छ भनेर हिँडिरहेछौँ हामीले। त्यो मोटिभेसन सेसनमा अभिभावकको महत्त्व, सही समयमा सही शिक्षा किन चाहिन्छ। म गाउँमा पढेर बजार आएपछि 2 वर्ष तल पछाडि परेँ। तपाईँको अङ्ग्रेजी राम्रो थियो, नेममा पढ्ने बेलामा तपाईँ चाहिँ अलिकति अगाडि बढ्नुभयो हो। त्यस्तै कुराहरू त्यो किन आवश्यक छ भनेर भनिरहेको हुन्छु। सामाजिक सञ्जाल सही तरिकाले कसरी सदुपयोग गर्ने, कुन घरको कुन थरको बस्ती कि सहरको कसको छोराछोरी मलाई थाहा छैन, तर हरेक एकले जिन्दगीमा केही गर्नुपर्छ है। तिम्रो बाँचिरहेको आमा र बुवालाई ह्याप्पिनेस देऊ, तिमीले जिन्दगीमा प्रगति गरेर ह्याप्पिनेस देऊ भनेर मैले यो कुराहरू गरेर हिँडिरहेको छु। यो समग्र यो जुन हाम्रो यो अभियान छ नि, महाशैक्षिक अभियान, संस्कार सहितको अभियान, तपाईँलाई कस्तो लागिरहेको छ? होइन मैले त अब अझ विस्तृतमा अझ हजुरसँग कुरा, तर मैले हजुरको सोसियल मिडियामा मैले सधैँ हजुरलाई तारिफ गर्छु नि, किनभने तपाईँले एकदम राइट पर्सनलाई राइट समयमा चुज गर्नुभएको छ जस्तो छ। किनभने हामीले देश बनाउने त त्यही युवा हुन् नि त, तिनलाई उहाँहरूलाई नै राम्रो बाटो देखाउन सक्यो भने हेर्नु हजुरको त्यति राम्रो प्रोग्रामले उनीहरूलाई कति इफेक्ट गर्छ त्यो हामीले सोच्नै सक्दैनौँ कि। त्यो इफेक्टले पछि अहिले तपाईँले देख्नुहुन्न इमिडिएट, तर त्यसको लङ टर्म इफेक्ट उनीहरूलाई एकदम राम्रो गर्छ। मैले त अहिले यहाँ मात्रै भने होइन, सधैँ हजुरलाई पनि टेक्स्ट गर्छु होइन। हजुरले जुन गर्नुभएको छ महाअभियान छ, मेरो बेस्ट विशेष त्यो एकदमै राम्रो छ है। त्यो राम्रो छ, त्यसले गर्दा मेरो विचारमा देशमा ठुलो परिवर्तन ल्याउँछ। किनभने ती छोराछोरीलाई परिवर्तन गरेर राम्रो बाटो लगाउन सकियो भने चाहिँ देश बन्छ। त्यसको लागि चाहिँ मेरो एकदम शुभकामना छ। थ्याङ्क यू सो मच डाक्टर साहब। प्लिज कन्टिन्यू। हजुरले जुन सोसियल गरिराख्नु भएको छ त्यो काम एकदमै राम्रो छ। अब अरूले देखे नि नदेखे नि, म एज अ चिकित्सक तपाईँले गरेको, तपाईँले गाउँबाट ल्याएर बिरामीलाई गरेको त्यो मैले लाइभ देखाएको छु। हजुरले गर्नुभएको आफ्नो प्रत्येक दिन सहयोग, त्यो प्लिज कन्टिन्यू गर्नु होला। यो देशको परिस्थिति जस्तो आए पनि प्लिज कन्टिन्यू गर्नु होला र यो अभियान चाहिँ प्लिज निरन्तर अगाडि बढिरहनु पर्यो होइन। शुभकामना र शुभेच्छा त हो एकअर्कालाई होइन। डाक्टर साहब तपाईँ हामी थाक्नुहुन्न है, किन भन्नु न। तपाईँ बालबालिकाहरू सकेसम्म त रोगी नै नबनुन्, ती रोगी बनेकाहरूलाई समयमै उपचार गराएर स्वास्थ्य बनाउनुहुन्छ। मैले हरेक बालबालिका गाउँ बस्ती सहर जहाँसुकैको होस् छोराछोरीहरूलाई शिक्षित बन्नुपर्छ भनेर निशुल्क कक्षा दिइरहेको छ, मोटिभेसन सेसन दिइरहेका छौँ, यत्रो टिम राखेर गरिरहेको, त्यो पनि निशुल्क गरिरहेका छौँ भनेर मैले बालबालिकाहरूलाई शिक्षित बन्नुपर्छ भनिरहेछु। त्यो शिक्षित बनेकै कारणले उसले स्वास्थ्यलाई ध्यान दिन्छ, ऊ स्वास्थ्य बन्छ। स्वास्थ्य नबनेको खण्डमा तपाईँ जस्तै हजारौँ छोराछोरीहरूलाई एज अ चिकित्सकको रूपमा अथवा विशेषज्ञको रूपमा चाहिँ बनाउनु छ नि त। त्यसैले पनि तपाईँ हामी थाक्नुहुन्न। मलाई शुभकामना। तपाईँलाई पनि फेरि अग्रिम होइन, शिक्षा र स्वास्थ्य त एकअर्काको परिपूरक पनि हुन्। त्यसैले हामी मिलेर केही गर्नुपर्छ है। आदरणीय अभिभावकज्यूहरू, प्रिय नानी बाबुहरू, केवल तपाईँको छोराछोरीको लागि नै हामी निरन्तर अगाडि बढी नै रहेका छौँ। आज मैले विशेषज्ञ डाक्टर दिनेश कोइरालाज्यू आजको विशेष संवादमा चाहिँ मलाई एकदमै मन छुएको चाहिँ तपाईँलाई थाहा नै छ, हाम्रो त आमा पनि स्वर्गमा हुनुहुन्छ, तर जन्म दिने तपाईँको आमा कति भाग्यमानी हुनुहुन्छ। उजेली, उहाँको शुभ नाम, निकनेम पनि उजेली होइन, उजेलीको छोरा भनेर आज पोखराको त्यो आसपासमा गइरहँदाखेरि आफ्नो छोरा डाक्टर छ है, केही बिरामी पऱ्यो भने फोन गर भन्दै नम्बर दिने आमाप्रति चाहिँ हृदयदेखि नै एकदमै सम्मान प्रकट गर्न चाहन्छु। सँगसँगै बुबा र सम्पूर्ण परिवारलाई पनि। डाक्टर साहब तपाईँको यो महत्त्वपूर्ण समय हामीलाई दिनुभएकोमा मलाई धेरै समय तपाईँलाई रोक्न पनि छैन। मैले जम्मा 1 घन्टाको समय मागेको थिएँ, किनभने बिरामी पर्खेर बसिरहेको हुनसक्छ, तसर्थ हामी सबैले आफ्नो ठाउँमा राम्रो गर्ने नै हो। तपाईँको यो अमूल्य समयको लागि एकदम धेरै आभार प्रकट गर्न चाहन्छौँ। अनि अन्त्यमा चाहिँ एउटा प्रश्न गर्न चाहन्छु। जस्तो अभिभावकहरू धेरैजनाले टोटल अहिलेसम्मको टेन्टेटिभ खर्च गर्दा MBBS टोटल गर्दा कति जति लाग्यो होला? अब यस्तो स्कलरसिप पढ्दाखेरि पैसा लागेन हजुर। अब हामी पेरिफेरीको मान्छेले त खासै पैसामा तिरेर पढ्ने चाहिँ सोच्दैन हजुर। अब त छात्रवृत्तिमा छैन, छात्रवृत्तिमै पढ्ने। अब छात्रवृत्तिमा पढ्दाखेरि त मेरो विचारमा
पैसा भनेको किताबमा अलिअलि खर्च हुन्छ। हजुर हजुर अब पहिलो वर्षमा 40-50 हजार किताबमा लाग्न सक्छ। अब त्यसपछि अब स्टेथोस्कोप जुन आला भन्छ त्यसले 8-10-15 हजार त्यसको पर्छ। अब कोट सोट यताउति किन्दाखेरि व्हाइट कोटहरू किन्दाखेरि 4 हजार 4-5 हजार पर्छ। अब इन्टर्नशिपको बेलामा अलिअलि खर्च हुन्छ किनभने सामानहरू त्यो मेजर गर्ने। खै स्कलरशिप पढ्यो भने त मलाई जहाँसम्म लाग्छ 3-4 लाख रुपियाँमा सबै 3-4 लाखमा प्रिय नानी बाबुहरू निशुल्क अनलाइन कक्षामा जोडिनु, कक्षामा ध्यान दिएर पढ्नु, छात्रवृत्तिमा नाम निकाल्नुपर्छ है। जसले डाक्टर पढ्छु भनेको छ स्कलरशिपमा एससीको राम्रो जिपिए आए 11-12 स्कलरशिपमा पढ्न पाइहालिन्छ। त्यसपछि त फेरि एमबिबिएसको लागि पनि मजाले ध्यान दिएर पढे नाम निकालिन्छ अनि छात्रवृत्तिमा पढिहालिन्छ। त्यसैले अराउन्ड 3-4 लाखमा चाहिँ डाक्टर बन्न सकिन्छ। फेरि पनि थ्याङ्क यू डाक्टर साहब। अन्तिममा हजुरलाई के भन्न मन छ? हजुरको महाअभियानलाई चाहिँ शुभकामना।